सोरेङ जिल्ला अन्तर्गत सरकारी माध्यमिक विद्यालय दोदोकको कस्तुब्बा यानी प्लेटिनियम जयन्तीको यो ऐतिहासिक अवसरमा आयोजित यो कार्यक्रममा उपस्थित यसै निर्वाचन क्षेत्रका माननीय विधायक एवं सिक्किम विधान सभाका माननीय अध्यक्ष श्री एमएन शेर्पाज्यू, सिक्किम सरकारको शिक्षा विभागका माननीय मन्त्री श्री राजु बस्नेतज्यू, उपस्थित सिक्किम सरकारका सामाजिक कल्याण विभागका माननीय मन्त्री एवं लाचेन मंगान निर्वाचन क्षेत्रका माननीय विधायक श्री लोकनाथ शर्माज्यू, उपस्थित सिक्किम सरकारका माननीय सल्लाहकार एवं गेजिङ बर्मेक निर्वाचन क्षेत्रका माननीय विधायक श्री लोकनाथ शर्माज्यू, पूर्व मन्त्री, उपस्थित जुम सालघारी निर्वाचन क्षेत्रका माननीय विधायक एवं सिक्किम सरकारका माननीय सल्लाहकार श्री मदन सिंचरीज्यू, सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका माननीय विधायक एवं सिक्किम सरकारका अध्यक्ष श्री आदित्य गोलेज्यू, उपस्थित मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका माननीय विधायक एवं सिक्किम सरकारका टुरिज्म डिपार्टमेंट का माननीय सलाहकार श्री सुदेश लिम्बुज्यू, रिन्चेबुङ निर्वाचन क्षेत्रका माननीय विधायक एवं पुल अनि सड़क विभाग का माननीय सल्लाहकार श्री इरुङ लेप्चाज्यू, उपस्थित पूर्व मंत्री श्री आरबी सुब्बाज्यू, सिक्किम विधानसभा का पूर्व उपाध्यक्ष एवं वर्तमान सिक्किम राज्य बैंक का अध्यक्ष श्री डीवी गुरुङज्यू, उपस्थित पूर्व विधायकगण, सिक्किम सरकार का मुख्यमंत्री का आदरणीय सलाहकार श्री सीपी शर्माज्यू, साथै अति आदरणीय श्री रोहित राज महाराजज्यू, मुख्यमंत्री का राजनीतिक सचिव श्री जकब खालिङज्यू, सोरेङ जिला अंतर्गत विभिन्न जिला पंचायत का आदरणीय जिला पंचायत का सदस्यहरू, विभिन्न ग्राम पंचायत का आदरणीय सभापति, उपसभापति, साथै सदस्यगण, पूर्व जिला पंचायत का सदस्यहरू, पूर्व पंचायत का सदस्यहरू, उपस्थित सिक्किम सरकार का विभिन्न विभाग का उच्च पदाधिकारी वर्ग, सोरेङ जिला का
मुख्य शिक्षा अधिकारी साथै जिल्ला प्रशासनका समस्त अधिकारीगण अनि कर्मचारी वर्ग, सोरेङ जिल्लाका आदरणीय अतिरिक्त जिल्लापाल श्री सन्तोष आलेज्यू, आदरणीय पुलिस अधीक्षक श्री नकुल प्रधानज्यू, सरकारी माध्यमिक विद्यालय दोदोकका आदरणीय प्रधान अध्यापक, प्रभारी एवं आयोजक समिति का आदरणीय अध्यक्ष श्री पूर्णचन्द्र दाहालज्यू, साथै यस स्कूल का अति आदरणीय शिक्षक शिक्षिका वर्ग, बुढ़ियाखोप सीनियर सेकेंडरी स्कूल का अति आदरणीय शिक्षक शिक्षिका वर्ग, रुम्बुक सेकेंडरी स्कूल का अति आदरणीय शिक्षक शिक्षिका वर्ग, टिम्बुरबुङ सेकेंडरी स्कूल का अति आदरणीय शिक्षक शिक्षिका वर्ग अनि यिनै स्कूल का विद्यार्थी नानीहरू, देन्तामबाट आउनुभएका देन्ताम जुनियर हाई स्कूल का बैंड का विद्यार्थी नानीहरू अनि आजभन्दा अघि यस स्कूललाई आफ्नो जमिन दान दिएर यस स्कूललाई विभिन्न प्रकारले योगदान दिनु भएर अनि यस स्कूलमा विभिन्न पदमा सेवा पुर्याएर सेवानिवृत्त हुनुभएका अति आदरणीय शिक्षक शिक्षिका वर्ग, कर्मचारी वर्ग अनि विद्यालय प्रबन्धक समिति का अध्यक्ष साथै प्लेटिनियम जुबली समारोह समिति का संरक्षक पूर्व अध्यक्ष श्री प्रेम कुमार सुब्बाज्यू अनि अति आदरणीय गाउँले आमाबाउ दाजुभाइ दिदीबहिनीहरू, विभिन्न विभागमा कार्यरत सरकारी कर्मचारी वर्ग, विशेष गरेर सिक्किम वीर गोर्खा एक्स सर्भिसमेन एसोसिएशन का अति आदरणीय भूतपूर्व सैनिकहरू अनि भोलिन्ट्री भाइ बहिनीहरू, यसै ग्राम पञ्चायत का आदरणीय पञ्चायतहरू लगायत गाउँले आमाबाउ दाजुभाइ दिदीबहिनी अनि प्रेस अनि मिडिया का सम्पूर्ण मित्रगण साथीहरूलाई मेरो तर्फबाट अनि सिक्किम सरकारको तर्फबाट सादर नमस्कार अनि हार्दिक अभिवादन म चढाउन चाहन्छु। आज लामो कार्यक्रम भनौं यानी धेरै अघि दिनदेखि चलेको यो कार्यक्रम प्लेटिनियम जुबली दोदोक सेकेंडरी स्कूल को प्लेटिनियम जुबली को आज समापन समारोह हो अनि आज दोदोक माध्यमिक विद्यालयले 1947 1949 मा स्थापना गरेर आज 2025 सम्म 75 वर्ष पूरा गरेको यानी प्लेटिनियम जुबली या कस्तुब्बा जयन्ती को गन्तव्य प्राप्त गरेकोमा यो ऐतिहासिक क्षणमा म तपाईहरु सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट अनि सिक्किम सरकारको तर्फबाट हार्दिक बधाई अनि धेरै धन्यवाद दिन चाहन्छु, जसको कारणले यो स्कूल स्थापना भयो, जसको योगदानहरूको कारणले यो स्कूल आज सेकेन्डरी स्कूलमा पुग्न सकेको छ। उहाँहरूलाई सम्झना गर्दै उहाँहरूप्रति नमन गर्दै म आफ्नो कुराहरूलाई तपाईहरुको अगाडि म राख्न चाहन्छु। यो दोदोक सेकेन्डरी स्कूल हाम्रो राज्य
भारतको 22औं राज्य हुनुभन्दा अघि नै 25 वर्ष अघि नै यो स्कुल स्थापना भएको हो 1949 मा। 1949 भनेको त्यति बेला सिक्किममा राज शासन या सिक्किम देश नै थियो। अनि त्यसको पछि यो स्कुल स्थापना भएको 25 वर्षपछि मात्र सिक्किम भारतको 22औं राज्य भएको हो। र आज यो स्कुलले 75 वर्ष पूरा गरेको छ। अनि हाम्रो राज्यले भारतको 22औं राज्य भएको 50 वर्ष पूरा गरेको छ, गर्दैछ यो मेमा। त्यसले गर्दा यो साल दोदोक सेकेन्डरी स्कुलमा पढेर सिक्किम सरकारको विभिन्न औदामा आसीन सरकारी कर्मचारी भइसकेका अनि दोदोक स्कुललाई यहाँसम्म ल्याउने अभिभावकहरू, जमिनदाताहरू जसले श्रमदान गरेर यो स्कुल बनाउनु भयो होला, उहाँलाई आज म मुनि धन्यवाद दिन चाहन्छु। उहाँहरूको कारणले गर्दाखेरि आज यो 21औं शताब्दीमा पनि यो स्कुलले धेरै प्रगति गरेको छ। र आज यसै स्कुलबाट पढेका धेरैजना विद्यार्थीहरू सिक्किम सरकारको विभिन्न पदमा आसीन छ भनेदेखि यसपालि धेरैजनाले यो स्कुल पढिसकेका विद्यार्थीहरू सिक्किम सरकारको विभिन्न पदमा नियुक्ति भएको छ। उहाँहरू सबैजनालाई म हार्दिक बधाई दिन चाहन्छु। स्कुल जति बेला स्थापना गर्यो त्यति बेलाको समय तपाईले सोच्नु होला। अहिले पो हाम्रोमा सबै सुविधाहरू अवसरहरू छ, रोड पनि छ, कहीँ जानु पर्यो भनेदेखि गाडीको बाटो पनि छ, गाडी पनि छ, टाढै जानु पर्यो भने हवाईजहाज पनि छ, ट्रेन पनि छ, सबैको सुविधा छ। अनि पढ्ने नानीहरूको लागि स्कुल बिल्डिङ छ, पढाउनका निम्ति ट्रेन टिचर्सहरू छ, शिक्षक शिक्षिका सबै कुराहरू छ। तर त्यति बेला 1949 मा कस्तो थियो होला? यहाँनिर बाटो थिएन होला, यहाँबाट जानु पर्दाखेरि हिँडेर जानु पर्थ्यो होला, शिक्षक शिक्षिकाको कमी थियो होला, कमिटीले स्कुल बनायो होला, धेरै दुःख थियो होला। त्यो दुःख भए तापनि त्यति बेलाको पिता पुर्खाले जुन सोच राखेर यो स्कुलको स्थापना गर्यो, आज उहाँहरूलाई हामी सबैजना मिलेर सम्झना गरौँ। अनि जुन विद्यार्थीहरूले यो स्कुल पढेर उहाँले धेरै कुराहरू हासिल गरिसक्नु भएको छ, उहाँले मान सम्मान प्राप्त गरिसकेको छ, उहाँहरूले त झन् यो स्कुलको दाताहरूलाई, यो स्कुल स्थापना गर्ने जति पनि छ उहाँहरू आज सायदै हुनुहुन्न होला, उहाँलाई आज सम्झना गर्नुपर्छ। उहाँहरूको कारण, बिकज अफ देम, उहाँहरूको कारणले गर्दाखेरि आज हामी पढ्न पाएका छौँ। हामी सबैजनाले नौकरी पनि पाएका छौँ। यो स्कुल नभएको भएदेखि सायद कतिजनाले नौकरी पाउँथेन होला, शिक्षक शिक्षिका बन्थेन होला। अघि हाम्रो माननीय शिक्षा मन्त्री महोदयले भनेको जस्तै उहिले फ्लाइट भनेको थिएन, उहिले ट्रेनमा जानु पर्थ्यो, उहिले यहाँदेखि दिल्ली जानको लागि करिब 4-5 दिन लाग्थ्यो, त्यो स्थिति थियो। तर त्यो स्थितिलाई पनि सामना गरेर यो स्कुलको स्थापना गर्यो भनेदेखि ती महान विभूतिहरूलाई म आज यस अवसरमा सम्झना गर्न चाहन्छु र उहाँहरूलाई धेरै धेरै म धन्यवाद पनि दिन चाहन्छु। जो पनि आज जीवित छ उहाँहरूलाई धेरै धेरै बधाई र शुभकामना पनि म दिन चाहन्छु। र आज तफरको निम्तोमा मैले यो स्कुलको कस्तुरबा जयन्तीको अवसरमा म आउने मौका पायो। हुनु त तफरको कार्यक्रम धेरै अघि नै सकिसकेको कार्यक्रम हो र मेरो कारणले गर्दा यो कार्यक्रमलाई एक्सटेन्सन गर्दै 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 तपाईले लानु हो। धेरै कष्टहरू तपाईले भोग्नु पर्यो, यो पण्डालहरूलाई, यो सबै कुराहरूलाई तपाईले राख्नु पर्यो, सम्हाल्नु पर्यो। अनि धेरै कार्यक्रमहरू अघिबाट नै सम्पन्न भएर हाम्रा सिक्किम सरकारका विभिन्न विभागका माननीय मन्त्रीगण, तफरकै निर्वाचन क्षेत्रका माननीय विधायक एवं सिक्किम विधानसभाका अध्यक्ष महोदय, माननीय विधायकहरूले आफ्नो आफ्नो कुराहरू तपाईहरुको समक्षमा राख्यो। यो एउटा इतिहास हो। अनि पहिलाको पिता पुर्खाको इतिहासहरू हामीले क्याप्चर गर्नु सकेन। त्यति बेला त्यो साधन थिएन नि।
आज कुनै पनि डकुमेन्ट्री फिल्म उहाँले बनेको, उहाँले त्यतिबेला स्कुल बनाएको, झोपडी बनाएको केही कुरा आज हाम्रोमा छैन। हाम्रोमा खालि सम्झना छ। कुनै कुनै रेजिस्टरहरू होला, यानी यहाँ तपाईहरुको भिजिटर रेजिस्टरमा लेखेको, राजा पनि आएर लेखेको है कुरा आयो। तर आज भनेको हामी 21st सेन्चुरीमा छौं, 21औं शताब्दीमा छौं। त्यसले गर्दा जति पनि यो इभेन्ट भयो यो घरिघरि आउनेवाला छैन। अब 100 वर्ष पुग्दाखेरि 100 वर्ष यानी यो स्कुलले सेन्टेनरी पूरा गर्दाखेरि हामी कतिजना हुँदैनौं, तपाईहरुको माझाबाट पनि कतिजना हुँदैन भनेदेखि यो एउटा इतिहास हो। आजको यो कार्यक्रम अनि चल्दै गरेको अस्तिदेखि चल्दै गरेको कार्यक्रम इतिहास हो। अनि यो इतिहासलाई हामीले कार्यक्रमको आयोजना गर्यौं, विभिन्न कार्यक्रमहरू भयो, प्यानल डिस्कसन भयो, विभिन्न खेलकुदको कार्यक्रम भयो, कम्पिटिसनहरू भयो, विभिन्न शिक्षा विषयमा कुराहरू भयो होला, सांस्कृतिक कार्यक्रमहरूको यहाँनिर तपाईको आयोजना भयो। तर यसलाई चाहिँ क्याप्चर गरेर राख्यो भनेदेखि यो पछि एउटा ठूलो है एउटा प्रुफ, एउटा हिस्ट्री, एउटा इतिहास बन्ने छ। र म कृपा गरेर हाम्रो स्कुल समितिलाई, स्कुल म्यानेजमेन्ट कमिटीलाई अनि कस्तुरबा जयन्ती समारोह समितिले म आग्रह गर्न चाहन्छु, तपाईले सबै गरेर क्याप्चर गरेर तपाईले राख्नुहोस्। पछि हामी नभए तापनि हाम्रो पिता पुर्खाहरूले यस्तो काम गरेको रहेछ, यति खटेको रहेछ भन्ने कुरा सम्झना आउँछ। यो कुरा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। अनि तपाईले मलाई अस्ति नै बोलाउनु भएको हो अनि मैले तपाईहरुलाई एकपल्ट आउँदाखेरि मैले तपाईहरुलाई वचन दिए, जतिबेला म मेरो अति प्रिय मित्र श्री वाइके मेगीज्यूकोमा जो उहाँको धर्मपत्नीको जब देहान्त भयो त्यतिबेला म आइपुगेको थिएँ। अनि उहाँको घरमा जम्मै कमिटीले आदरणीय पञ्चायतगणहरूले मलाई उहाँले भेट्नुभयो र भेट्दाखेरि मैले भने म पक्का आउँछु, तर म समय कति बेला दिनुपर्ने मेरो सबै शेड्युल हेरेर आउँछु भने। त्यसपछि म धेरै व्यस्त भयो र हाम्रो बजेट सेसन पनि थियो अनि विभिन्न कार्यक्रममा व्यस्त भएकोले गर्दाखेरि मैले समय दिन सकेन। हिजोस्ति भर्खरै उहाँहरूलाई समय दिउँ र उहाँहरू पनि दोधारमा हुनुहुन्थ्यो। मलाई एकपल्ट उहाँले भन्नुभएको होइन तपाई यसपालि नआउँदा पनि हुन्छ, अर्को पालि बुढीखोप सिनियर सेकेन्डरी स्कुलको प्लेटिनियम जुब्ली नै हुँदैछ, त्यति बेला आयो भने हुन्छ होला भन्नुभएको थियो। अनि जति बेला बुढीखोप सिनियर सेकेन्डरी स्कुलको गोल्डन जुब्ली हुँदाखेरि चाहिँ म त्यति बेला सिक्किम सरकारको पशुपालन विभागको मन्त्रीको प्रभारी थिए। त्यति बेला मेरै अगुवाईमै मेरै नेतृत्वमा सम्पन्न भएको हो सिनियर सेकेन्डरी स्कुलको गोल्डन जुब्ली। त्यति बेला आउँदा हुन्छ भनेको थिएँ, तर मैले भने होइन, मैले एकपल्ट वचन दिइहालेँ, म कम्ती समयको निम्ति भए पनि म आउँछु, यो ऐतिहासिक हो, तपाईले मलाई इज्जत दिनुभयो भनेर मैले भने। अनि मैले आज छुट्टीको दिन हो, आज बिदाको दिन हो अनि होइन बिदाकै दिनमा राखौं, किनभने भोलिदेखि मेरो धेरै व्यस्त कार्यक्रम छ र अब यो 24-25 को 2024-25 को वित्तीय वर्ष समाप्त भएर आज अन्तिम दिन हो। अब भोलिदेखि नयाँ वित्तीय वर्ष सुरु हुन्छ र हामीले सिक्किमको निम्ति 2025-26 को निम्ति हामीले जम्मा 16,000 करोडको हामीले धनराशि आवन्टन पनि गरेका छौं 2024-25-26 को निम्ति। र अलिकति व्यस्त हुन्छ होला, 31 तारिक नै राखौं न पोलिटिशियनको निम्ति अनि सेवा गर्नेहरूको निम्ति। किन छुट्टी, किन सन्डे, किन छुट्टी, किन चाहिँ गर्ने, काम गरौं भनेर मैले तपाईहरुलाई भने। त्यसपछि तपाईहरुले तय गर्नुभयो अनि म फेरि मैले तय गरे। त्यसपछि फेरि मलाई तपाईहरुभन्दा अघि नै सिक्किम पुलिसका, आरबीपी का, सेकेन्ड आरबीएन का कमान्डेन्ट अफसर अनि सिक्किम पुलिस विभागका महानिर्देशक डीजीपी साहब आएर होइन, हाम्रो यसपालि 31 तारिकको दिन सेकेन्ड आरबीएन पीपीएलए को राइजिङ डे या स्थापना दिन हो, त्यो दिन तपाई आउनुपर्छ भनेर भन्यो। अब कसो गर्ने त, एकै दिन दुईटा कार्यक्रम हुने भो। अब म यता राइजिङ डे पनि धेरै मुख्य हो, एकदमै इम्पोर्टेन्ट प्रोग्राम नै हो अनि यहाँ पनि इम्पोर्टेन्ट प्रोग्राम। र मैले हाम्रो कमान्डेन्ट अफसरलाई मैले फोन गरेर भने होइन म आउँछु 31 तारिक, म 3 घण्टा दिन्छु
तर 7 देखि 10 मात्रै दिन्छु, 3 घण्टा म दिन्छु। 7 बजी बिहान तपाईहरु रेडी हुनुहोस् अनि 10 बजी म तुरुन्त वहाँबाट हिँडेपछि म 11 बजी चाहिँ म दोदोक पुग्नु पर्नेछ र मैले उहाँलाई समय दिएको छु भनेर भनेपछि उहाँ पनि त्यही हो। र आज म बिहानै वहाँ गान्तोकबाट 4 बजी उठेर हिँड्यौं र 6:30 मा म 7 बजी होइन 6:30 मा नै म पुग्यौं र 6:30 मा पुग्यौं। छिटो हुन्छ होला, आधी घण्टा हुन्छ होला, आधी घण्टा छिटो हुन्छ होला, रेडी हुन्छ होला भन्ने मेरो स्टाफहरुले मलाई भन्दै थियो। होइन बसौँ होइन भने होइन, किन बस्ने? पहिला हाम्रो आयोजक समितिले मुख्य अतिथिलाई पर्खिनु पर्थ्यो, अब मुख्य अतिथिले आयोजक समितिलाई पर्खिँदा पनि त हुन्छ। अब हामीले उल्टा गरौँ न, हाम्रो परिवर्तन भनेको त यो प्रकारले गर्नुपर्छ। अनि पुलिसको कार्यक्रम हो, पुलिस अलवेज रेडी है अनि फिट हुन्छ। अनि पुलिस त जहिले पनि रेडी हुन्छ, जाऊ चलो भनेर भन्यो। मलाई रोक्न खोज्दै थियो तर म चल्यो। तर मलाई जुन कन्फिडेन्ट सिक्किम पुलिसमाथि थियो त्यस्तै भयो। उहाँहरू रेडी भइसकेको थिए 6:30 मा नै। अनि हामीले कार्यक्रम सुरु गरेर जम्मै कार्यक्रम सकेर अनि बादको कार्यक्रम है दिनको कार्यक्रम चाहिँ महानिर्देशक डिजिपी श्री अक्षय सचदेवाज्यूलाई तपाईको छोडेर म आए र त्यहाँ पनि पूरा भयो अनि यहाँ पनि पूरा भयो। किनभने हामी बिहानैदेखि काम गरे भने सबै कुरा भ्याउँछ। यदि बिहानै तपाईहरु ढिलो उठ्नु भयो भने केही पनि भ्याउँदैन। र म जहिले पनि भन्छु नि, म यो पोलिटिशियनलाई पनि भन्छु, सरकारी कर्मचारीलाई पनि भन्छु, सबै विद्यार्थी नानीहरुको निम्ति चाहिँ यो तपाईको साँच्चै मन्त्र नै हो, यो गोटी नै हो कि जो सो गया वो खो गया। जो चाहिँ सुत्छ ऊ चाहिँ कहिले उड्दैन, ऊ चाहिँ जान्छ। तर जो चाहिँ सुत्दैन, जसले चाहिँ समयको सही सदुपयोग गर्छ ऊ चाहिँ साँच्चै नै भविष्य मूल्य जम्मै कुरा प्राप्त गर्न सक्छन् अनि उनले संसारलाई जित्न सक्छन्। त्यसले गर्दा यो कुरा चाहिँ तपाईहरुले खाली यो विद्यार्थी नानीहरुको निम्ति मात्रै होइन, हामीले विद्यार्थी नानीहरुलाई चाहिँ भक्कु ज्ञान दिन्छौं। यसो गर्नु हुँदैन, त्यसो गर्नु हुँदैन, समयमा आउनु पर्छ भन्ने पूरा ज्ञान दिन्छौं हामीले पनि। तर आफै चाहिँ ढिलो आइराको हुन्छ। आज म 6:30 मा पुगे पिपलले, कतिजना अफसर आएकै थिएन। अनि आज म सोरेङमा आए। यो सोरेङ जिल्ला भनेको मेरो जिल्ला हो, किनभने म यहाँ जन्मेको। म आज पूर्व जिल्लाको रिनक निर्वाचन क्षेत्रको विधायक भए पनि म सोरेङ जिल्लामा जन्मेकोले गर्दा यो मेरो जन्मथलो हो। अनि आज मैले धेरै हेरे, आज धेरैवटा डिपार्टमेन्टको सुन्नुहोस् है, धेरैवटा डिपार्टमेन्टको सोरेङ जिल्ला कार्यालयमा हुने, सोरेङ भित्र हुने अफसरहरू छैनन्। अब किन छैनन् उहाँले भन्छ होला, होइन हाम्रो छुट्टी हो, ईद हो, हकाउ छुट्टी। तर सरकारले जहिले पनि छुट्टीलाई क्यान्सल गर्न सक्छ। र कुनै पनि निर्वाचन क्षेत्रमा जब मुख्यमन्त्रीको भ्रमण भयो भनेदेखि मुख्यमन्त्री उसको निम्ति आउँदैन, म मेरो निम्ति आएको होइन। आज यदि कुनै पनि मैले जनताको कुनै पनि काम पाए, मैले कुनै कन्सर्न अफसरलाई बोलाए भनेदेखि त छैन भने त्यो त भएन नि। त्यसले गर्दा सोरेङ जिल्ला नै, मेरो ठाउँ नै यसरी है तपाईको भनौं न चलिहाल्छ, भइहाल्छ। बुढोले के गर्छ भनेर सोच्यो भनेदेखि अरू जिल्लाले के गर्छ? यो जिल्ला त एस्पिरेसनल डिस्ट्रिक्ट पनि हो। आज अरू जिल्लामा भन्दाखेरि यो जिल्लामा धेरै फन्ड पनि आउँछ अनि यो जिल्लामा नयाँ अधिकारीहरू छन् अनि घरमा नै ट्रान्सफर गरेर हामीले ल्याएका छौं। तर आज यसरी सिक्किम सरकारको मुख्यमन्त्री सँगसँगै मन्त्री गर्नु र आउनु अनि अगाडिदेखि नै हल्ला हुन्छ। मुख्यमन्त्री सुटुक्कै आउन सक्दैन, सुटुक्कै जान पनि सक्दैन, किनभने प्रोटोकल अनुसार आउँदाखेरि अघिबाट नै कति बजी हिँड्ने, कति बजी डिपार्चर हो, कति बजी एराइभल हो, कति दिन आउँछ, हल्ला भइहाल्छ। तर आज मलाई दुःख लाग्यो, आज सोरेङ जिल्लाकै धेरैजना अफसरहरू म देख्दिनँ। त्यसले गर्दा मैले अघि एएसपी स्पेशल ब्रान्चलाई मैले भनेको छु, मलाई 2 दिन भित्रमा चाहिँ कुन अफसर चाहिँ आएको छैन, किन आएको छैन। यदि सिकिस्त बिमारी छ भने केही छैन, भन्नु केही छैन हाम्रो। तर सिकिस्त बिमारी छैन भनेदेखि यो कुरा चाहिँ चल्दैन, किनभने यो चाहिँ चल्दैन, चल्नेवाला पनि छैन। अब तपाईहरुले ग्रान्टेड नगर्नु, टेक इट फर ग्रान्टेड भन्ने कुरा नगर्नु। अब टेक इट फर ग्रान्टेड चाहिँ नगर्नु। अब हामीले 5 वर्ष सयौं,
अनि हामीले तपाईहरुको प्रमोसनलाई कहिले पनि अवरोध गरेको छैन। प्रमोसन तपाईहरुलाई अन टाइमली हामीले दिएको छौं। टाइमली होइन, अन टाइमली। समय नपुगिकन पोस्ट नभइकन हामीले तपाईको अफिस सेटिङ भनेको चाहिँ जग्गा नभइकन अफिस सेटिङमा दिएको। त्यसरी पनि दिउँ, जहाँ प्रमोसन भन्यो त्यही पनि दिउँ। तर आज यसरी जनताको काम गर्नको निम्ति मुख्यमन्त्री जब आउँदा नहुनु भनेको चाहिँ यो चाहिँ डिपार्टमेन्ट, हेड अफ द डिपार्टमेन्टलाई म भन्छु। आज हाम्रो जिल्लापाल पनि यहाँ हुनुहुन्न, उहाँ छुट्टीमा हुनुहुन्छ या केमा हुनुहुन्छ म जान्दिनँ। तर जिल्लापालको चाहिँ जिम्मेवारी, एउटा जिल्ला चाहिँ जब जिल्लापाल भनेपछि त्यसको चाहिँ जम्मै डिस्ट्रिक्टको चाहिँ उहाँ जिम्मेवारी हुनुपर्छ। जस्तै स्कुलको चाहिँ जिम्मेवारी चाहिँ प्रिन्सिपलको, हेडमास्टरको हुनुपर्छ। केही पनि स्कुलमा भयो भने उसको जिम्मेवारी हो। अब टेक इट फर ग्रान्टेड चल्दैन अब, किनभने यो 21औं शताब्दी हो नि, चाल पाइहाल्छ नि कहाँ छ कसो छ। आज एजुकेसन डिपार्टमेन्टमा कुन टिचर कुन स्कुलमा आयो कि आएन सबै हेड अफिसमा थाहा पाइहाल्छ। भनेदेखि आज यो कुरा चाहिँ हुनु हुँदैन। नयाँ जिल्ला हो, नयाँ जिल्ला भएकोले गर्दा यो एस्पिरेसनल जिल्ला पनि हो। यहाँनिर है बढ्दो धेरैवटा फन्डहरू आउँछ अनि उपभोग गर्नु पाइरहेको छ, सुविधा दिइरहेको छ, गाडी भन्यो गाडी नै दिइरहेको, सबै कुराहरू छ। तर आज नहुनुमा चाहिँ दुःख लागेको है। म तपाईलाई यति भन्छु, दुःख लागेकोमा त म रिसाउनु किन रिसाउनु र? रिसाएर पनि केही हुँदैन, आएन अब के गर्ने, फाँसी कसैलाई लाउन मिल्दैन। तर डिपार्टमेन्ट किन आएन, केही कारण छैन भने डिपार्टमेन्ट एक्सन हुनु पर्यो। अनि हेड अफ द डिपार्टमेन्ट, अनि जो पनि आज सोसियल मिडिया भनेको कुरा आज साँच्चै नै पावरफुल छ। सोसियल मिडियाको मार्फत हेड अफ द डिपार्टमेन्ट सचिवहरूले पनि तपाईले सुन्दै होला, विभिन्न डिपार्टमेन्टको सचिवहरूले सुन्दै होला। तपाईको अफसर डिस्ट्रिक्टमा कार्यरत, डिस्ट्रिक्टमा पोस्टिङ भएको अफसरहरू को छैन, मलाई झट्टै भन्दा झट्टै तपाईले नाम दिएन भने म सचिवदेखि एक्सन गर्छु। सचिवलाई चाहिँ म ओएसडी नबनाए म छोड्दिन, पक्का पर्यो। किनभने जनताको निम्ति मुख्यमन्त्री आफ्नो घरको काम, म घर निस्किनको निम्ति मेरो सिङ्गलिङ घर निस्किन आएको होइन। म चाहिँ दो स्कुलको प्लेटिनम जुब्ली हाम्रो क्याबिनेट मिनिस्टर सँगसँगै अनि हाम्रो विधायकहरूसँग आएको, सबैसँग आएको। तर आज यो खालको काम भयो भने चाहिँ भइहाल्छ। स्यालेरी टाइममा चाहियो, अनि स्यालेरी बढाउनु पर्यो, प्रमोसन हुनु पर्यो, पोस्टिङ पनि त्यहीँ चाहियो। तर खाली आफ्नो तपाईको सबैभन्दा पहिला चाहिँ के आउँछ भन्दाखेरि आज अधिकारीहरूको, सरकारी अधिकारीहरूको आउँछ आफ्नो निजी काम। सरकारी काम होइन, निजी, मेरो यो छ, मेरो बर्थडे छ, मेरो बिहा छ, जानुपर्छ भन्ने कुरा आउँछ। त्यो होइन। तपाईहरु गभर्नमेन्ट सर्भेन्ट भएपछि तपाईहरुले सबैभन्दा पहिला जनताको सेवा गर्ने काम गर्नुपर्छ। आफ्नो निजी चाहिँ बादमा भ्यायो भने मात्रै जानुपर्छ। त्यसले गर्दा यो कुरा छ। र जो पनि जतिवटा डिपार्टमेन्टको अधिकारीहरू आज छैनन् उनीहरूले तुरुन्त एक्सप्लानेसन हामीलाई दिनुपर्छ 1 हप्ताभित्रमा। एक्सप्लानेसनमा हामी सेटिस्फाई, ठिक छ, सेटिस्फाई भएन भने हामी जे पनि एक्सन लिनुपर्ने हामी पक्का लिन्छौँ। अस्ति म एकपल्ट अचानक म तपाईको यो स्पोर्ट्सको अफिसमा या नयाँ निर्माण भएको अडिटोरियममा म आएँ अनि त्यहाँनिर पनि त्यस्तै हालत थियो। यति साह्रो मैला थियो, त्यहाँको टोयलेट मैला थियो, परिसर मैला थियो। त्यतिबेला इमिडिएटली मैले गएर है तपाईको सोकस नोटिस हामीले पठाएँ अनि त्यहाँको म्याडमले उहाँको जवाब दिनुभयो र एकपल्ट हामीले माफ गर्यौं। तर अब माफ हुनेवाला छैन। अस्तिदेखि नै हामी भन्दैछौँ स्कुलको वरिपरि सफा हुनु नहुनु भनेको चाहिँ प्रिन्सिपल अनि एचएम को जिम्मा हो, त्यो स्टुडेन्टको मात्रै जिम्मा होइन। हामीले स्टुडेन्टलाई काम गराउँछौँ तर आफू गर्दैनौँ। आफै लागेर काम गर्नु पर्यो। आफै लागेर काम गर्नुहोस् त काम हुन्छ। म आफै लागेर काम गरे भने अरू सबै काम हुन्छ। त्यसले गर्दा यो कुरा। अनि अर्को कुरा पनि म तपाईलाई भन्न चाहन्छु। म आज यहाँनिर विशेष गरेर म अति आदरणीय जनसमुदायलाई म भन्न चाहन्छु, किनभने हाम्रो विभिन्न कोही डिपार्टमेन्टल कार्यक्रम हुन्छ, कोही तपाईको पार्टीको कार्यक्रम हुन्छ, विभिन्न कार्यक्रम हुन्छ, कोही सामाजिक कार्यक्रम हुन्छ। र तपाईहरु जहिले पनि अब मुख्यमन्त्रीको कार्यक्रम भएपछि तपाईहरु विधायकलाई नभेटिकन है, विधायकको सिफारिस नगरिकन मुख्यमन्त्रीलाई भेट्ने गर्छ। म जहिले पनि भन्दैछु तपाईले विधायकको सिफारिसले तपाईले गराउनुहोस्। तपाईको एप्लिकेसनमा तपाईले एमएलए को सिफारिस गराउनुहोस् कृपा गरेर। तब मलाई पनि सजिलो हुन्छ नि। तपाईले जब माग्नुहुन्छ, तपाईले विभिन्न सहायता माग्नुहुन्छ,
तर यो निर्वाचन क्षेत्रभित्र के हो, कसलाई दिनुपर्ने, कसलाई कतिपल्ट दियो, कसको घरमा कतिजना नौकरीमा लागेको छ अनि कुन परिवारलाई प्रायोरिटी दिनुपर्ने, त्यो त विधायकलाई थाहा हुन्छ नि, पञ्चायतलाई थाहा हुन्छ। तर जब मैले विधायकको पनि सिफारिस नहेरिकन मैले गरेँ भने भरे त्यो घरको चाहिँ जम्मै एउटा घरको चाहिँ जम्मै बाउ आमा छोरा छोरी जम्मैले नौकरी पाएको होला, हाम्रै सरकारमा फेरि अर्कोको पनि एप्लिकेसन उसले पायो भने भोलि अर्को नपाउने रिसाउँछ। यो अलिकति अन्तर चाहिँ हुनु पर्यो कि जुन घरमा आवश्यकता छ त्यो चाहिँ विधायक महोदयले अब छुटाउने काम हो। अनि विधायकलाई चाहिँ तपाईँले भेट्नुपर्छ। म पक्का तपाईँको इन्टेन्डेन्ट गर्छु, तर म त हेर्छु नि भोलि तपाईँको यो त मेरोमा बस्ने होइन, मैले एप्लिकेसन दियो मैले माथि मेन्टोगाउँमा थन्काउने होइन, मैले त जहाँ जहाँ पठाउनु पर्ने म डिपार्टमेन्टमा मेरो अफसर्सहरू 2 जना छ, अहिले 2 जना एडीहरू चिफ मिनिस्टर अफिसमा बस्छन्, उनीहरूको कामै हो एउटाले जम्मै जति पनि हेर्नुपर्ने कामहरू, जति पनि है ग्रामीण एडको कामहरू भयो, झोडाको कामहरू सबै एकजनाले हेर्छन्, श्री श्रवण कुमार है तपाईँको ढकालज्यूले। अर्को एकजना एपोइन्टमेन्ट पोस्टिङ रिएपोइन्टमेन्ट गर्ने कर्म छिरिङ तामाङ छ। अनि जति पनि मेरो पिपिएस हाम्रो रञ्जन राईज्यू जो एसडिएम सोरेङ हुनुहुन्थ्यो भिडियो दरमदिनमा, उहाँले हेर्नुहुन्छ। तर हामीले राख्ने होइन, यो त डिपार्टमेन्टमा पठाउने हो नि। त्यसले गर्दा डिपार्टमेन्टमा पठाएर फाइल चलेर लास्ट मेरोमा आउँछ घुमेर। त्यति बेला त म विधायकको सिफारिस छ कि छैन भनेर हेर्छु, छैन भने त लो विधायकको सिफारिस छैन सर राखा भन्छु म। त्यति बेला तपाईँहरूकै काममा अल्झो हुन्छ। त्यसले गर्दा तपाईँहरूले कृपा गरेर तपाईँहरूले विधायकको सिफारिस लिनुहोला। अनि तपाईँहरूले यो कुरा चाहिँ आज बुझेर जानुहोस्, सबैजनाले बुझ्नुपर्छ, सबै आदरणीय पञ्चायतहरूले बुझ्नुपर्छ, अनि सबै जिल्ला पञ्चायतले बुझ्नुपर्छ, अनि सबै आदरणीय जनताले पनि बुझ्नुपर्छ, सबैजनाले बुझ्नुपर्छ कि आजको कन्सेप्ट के छ, अहिलेको धारणा मान्छेको भनौँ न थिङ्किङ, उनीहरूको सोच के छ भन्दा सीएमले लेखेपछि मात्रै हुन्छ भन्ने छ। सीएमको लाइसेन्स दिनु पनि सीएमकै सिफारिस, कुनै एउटा तपाईँको मार्किङ अर्डर दिनु पनि सीएमकै सिफारिस, त्यो थियो पहिला थियो पोसिबल। जति बेला हाम्रो एलडी काजी साहब मुख्यमन्त्री हुनुहुन्थ्यो त्यति बेला पपुलेसन कति थियो, थिएन। जति बेला भण्डारी साहब मुख्यमन्त्री हुनुहुन्थ्यो त्यति बेला पनि पब्लिक कम थियो, पढ्नेहरू कम थियो। अब चामलिङ साहब मुख्यमन्त्री बन्नुभयो, अलिक पपुलेसनमा। आज त हेर्नुहोस् एउटै निर्वाचन क्षेत्रको म जनभेटघाट कार्यक्रममा आउँदाखेरि म 10,000 देखि 15,000 जनता भेट्छु 3 दिनमा। भनेपछि त्यति छ नि। अनि एकै दिनमा मैले 2 घण्टा 3 घण्टामा त मैले अलिकति भेट्यौँ, अरू भेट्नु नपाउने त रिसाउँछ। त्यसैले गर्दाखेरि हामीले अब जनभेटघाट कार्यक्रम सुरु गरेका छौँ। अस्ति मैले रिनक आफ्नै निर्वाचन क्षेत्रबाट 3 दिन मैले सुरु गरेँ। अब सबै कन्सेन्सीमा आउने हो नि, आउने हो। अनि अर्को कुरा यो, अनि अब हामीले अस्ति कोअर्डिनेसन मिटिङ, सिक्किम सरकारको हाई लेभल कोअर्डिनेसन मिटिङ भनेपछि जम्मै मन्त्री साहबहरू, मुख्यमन्त्री, विधायक हो सबै, अनि डिजिपी, चिफ सेक्रेटरी, चिफ एडमिनिस्ट्रेटर डिपार्टमेन्टको जम्मै हेड अफ द डिपार्टमेन्ट, डिप्टी सेक्रेटरीदेखि माथिकाहरू राखेर है, डिप्टी सेक्रेटरीदेखि जम्मै अफसरहरू राखेर गान्तोकमा हामीले के तय गर्यो भनेदेखि अब जम्मै कुरामा मुख्यमन्त्रीको सिफारिस होइन। कुनै पनि कन्सेन्सी दरमदिन कन्सेन्सीको कुनै काम छ, कुनै पनि हाम्रो भाइ बहिनीको काम छ, यहाँको जनताको काम छ भने दरमदिन निर्वाचन क्षेत्रको विधायकले सिफारिस गरेपछि पुग्यो। माथि बुढोको सिफारिस ल्याउनु नभन्नु भनेर भनेको छु मैले। मेरो सिफारिस पनि त्यतिकै हो, अनि तपाईँहरूको विधायकहरूको सिफारिस पनि त्यति नै हो। तपाईँले डाइरेक्ट लेख्दा भइगयो सेक्रेटरीलाई। काम गरेन भने हामी छौँ, काम गरेन। किनभने हेर्नुहोस्, जस्तै तपाईँको घर दिनुपर्ने एलटमेन्ट त त्यो त स्किम हो तपाईँहरूलाई, त्यो त जति बेला स्किम हुन्छ त्यो तपाईँलाई त्यो स्किम पाउँछ, जहिले सुकै पाउने स्किम होइन। अनि आज यो माथि पनि म भन्न चाहन्छु, जिल्ला पञ्चायतहरूलाई पनि म भन्न चाहन्छु, अनि ग्राम पञ्चायतहरूलाई भन्न चाहन्छु, जतिजना यहाँ उपस्थित सबै आदरणीय जनसमुदायलाई पनि भन्न चाहन्छु, हामीले चुनावभन्दा अगाडि जति पनि टोकन बाँडेका छौँ, हामीले जति पनि टोकन बाँडेको छ त्यो सबै टोकन बाँड्नेहरूलाई घर हामी तुरुन्त बनाइदिन्छौँ। हामी थाल्दैछौँ अब कुरा सबैको, कसैलाई अगाडि कसैलाई पछाडि कसैको कुरा नसुन्नु, बराबर एकैचोटि हामी आउँछौँ, हामी मिटिङ गरेर सबैको एकैचोटि हामी थाल्छौँ प्रत्येक निर्वाचन क्षेत्रमा। तर एउटा कुरा, चुनावभन्दा अघि के भयो म जान्दिनँ, तर जसको बिल्डिङ छ त्यसको चाहिँ थालिँदैन।
अब बिल्डिङ 5 तले बिल्डिङ हुनेलाई चाहिँ सिक्किम गरिब आवास योजना दियो भने उसको त बदनाम हो, हाम्रो बदनाम हुँदैन है, उसकै बदनाम हुन्छ। उसलाई चाहिँ अरू झोपडीहरू बनाइसके उसको पनि बनाइदिन्छु, पाउँछ उसले पनि। अनि च्यादर त हामी भिडियो अफिस वाइज बाँड्दैछौँ। च्यादरको जति पनि पेमेन्ट गर्नुपर्ने यसपालि धनराशि हामीले राखेका छौँ। अनि इन्भर्टर खाली यहाँ बाँड्नुपर्ने रहेछ तपाईँको 196 मा मात्रै बाँकी छ, अरू जम्मै बाँडिसक्यो। यहाँ इन्भर्टर यो निर्वाचन क्षेत्रमा 196 जनालाई मात्रै बाँड्नुपर्ने छ, सबैलाई बाँडिसक्यो। कति त थापेर पनि बजारमा पुर्याइसक्यो होला। तर हामी खोजी गर्दैछौँ, जसकोमा हामीले इन्भर्टर बाँडेका छौँ, हामीले डिपार्टमेन्टले हामीले इस्यु गरेको छ, उनीहरूको घरको सबै इन्क्वायरी गरेको छैन भने फेरि एक्सन पनि हुन्छ। यो भयो। अनि जति पनि हामीले टोकन दिएका छौँ, एलटमेन्ट दिएका छौँ, हामी सबैजनाको घर बनाइदिने, च्यादर दिने, सबै दिने। अनि आमा योजनाको निम्ति पनि हामीले पहिलो किस्ती 20,000 को हिजो अस्ति हामीले 32 करोड रुपियाँ हामीले छुट्याएका छौँ। 32 करोड। र मलाई सजेसन के आयो भने आमाहरूलाई चाहिँ हामीले 20,000 गरेर सालमा 40,000 हामी दिँदैछौँ। तर यो 40,000 होइन, आमाहरूलाई माया गरेर महिनावारी दिउँ भन्ने कुरा पनि आएको छ। महिनावारी मन्थली आमाले आमा योजना थापोस्। त्यो चाहिँ 40 वर्ष नागेको 60 वर्ष नपुगेको आमाहरूले त्यो पाउँछ। अनि 60 वर्ष पुगेपछि उहाँहरू फेरि ओल्ड एज पेन्सन पाउँछ। हामी यो पनि दिने र यसको लागि हामीले पुख्ता इन्तजाम सरकारको जिम्मेवारी हामीले निभाएको छौँ। र आज जसलाई जनताले कुनै पनि अधिकार दिएको छैन, जसलाई चाहिँ जनताले गए चुनावमा ग्राउन्डदेखि आउट गरिदियो। सुन्नुहोस् है, यो ग्राउन्डभित्र खेल्ने मात्रै प्लेयर हो नि। यो ग्राउन्डभित्र खेल्ने मात्रै, यहाँ अब 9 साइड होला है या 7 साइड होला, यो 7 14 जना मात्रै प्लेयर हो है। अनि त्यहाँनिर तपाईँको रेफ्री हुन्छ, अनि लाइन्सम्यान 2 जना हुन्छ, 13 जना हो। 10 भयो, 9 जना 18, 19 20 21 जना। 7 जना हो भने 7 साइड हो भने 14 15 16 17 जना। त्यतिको मात्रै यो ग्राउन्डभित्र अधिकार हुन्छ, अरूको अधिकार हुँदैन। सुन्नुहोस् है, जति नै खेल्ने, जति नै उफ्रिने, जति नै बोल्ने भए पनि यो ग्राउन्डभित्र केही गर्नु पाउँदैन। त्यसले गर्दा 2024 को चुनावमा सिक्किममा चाहिँ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई जनताको सेवा गर्नु भनेर हामीलाई पुराको छ। अरूलाई चाहिँ पुराको छैन है। कोसिस त गरेको हो नि त हौ। नकआउट भएको जनताले नकआउट गरिदियो। नकआउट पनि यस्तो प्रकारले गर्दै 6% भन्दा कम भोट पाए है। छैन, एउटा पनि छैन, दुबो छैन। आज उनीहरू पो चिन्ता गर्छ, अरे बाबा हामीले गए साल 2024-25 को बजेट 14,000 थियो, यसपालिको हामीले 16,000 बनाए। अब उनीहरू पो दुखी हुन्छ। अरे दुखी नहुनु साथीहरू। बजेट राख्ने हामीलाई सरकार जनताले दायित्व दिएको छ, जिम्मेवारी दिएको छ, हामीलाई अधिकार दिएको छ, हामीले राख्यौं। अनि यो बजेट 16,000 करोडको बजेट सिक्किमे जनताको निम्ति हो। यो सिक्किमे कर्मचारीको निम्ति हो, सिक्किमे आमाहरूको निम्ति हो, युवा भाइ बहिनीको निम्ति हो। तिमीले यसो गरेन त्यसो गरेन भनेर हामी केही पनि सुर्ताउनु छैन। तिमीले 1000 पल्ट भुक, हामीलाई फरक पर्नेवाला पनि छैन। किनभने जनताले 5 वर्षमा सिक्किम क्रान्तिकारी मोर्चालाई चिनिसक्यो। अनि गरिब जनतालाई माया गर्ने चाहिँ यिनीहरू नै हुन्। एसकेएमकै साथीहरूले हामीलाई माया गर्छ। अनि एसकेएमकै सरकारले हाम्रो गरिबको नानीहरू पनि अफिसर बनाउँछ। अनि यो एसकेएमकै सरकारले बिमारी पर्दा पनि हामीलाई दिल्ली, भेलोर, कलकत्ता, सिलगढी लगेर जाति पार्छ, किडनी फेरिदिन्छ, लिभर फेरिदिन्छ, अनि क्यान्सरको ट्रिटमेन्ट गरिदिन्छ। हाम्रो गरिबको नानीहरू, हाम्रो पनि नानीहरू डाक्टर बनाउँछ, इन्जिनियर बनाउँछ, पाइलट बनाउँछ भन्ने उनीहरूलाई विश्वास छ। त्यो सन्डे भनौँ न, सन्डे कराउने, आइतबार कराउने नेताहरूलाई दिएको छैन। जनतामा जानु सक्दैन, अनि बसेर त्यो सोसियल मिडियामा कराउँछ। अनि पीएस गोलेलाई फरक पर्दैन, जति नै कराउ फरक पर्दैन। म जहिले भन्छु नि, कुत्ते भुके 1000,
हात्ती चले बजार, तिमी जति नै भन जे भन हामी काम गर्दै जान्छौ, जनताको सेवा गर्दै जान्छौ। तपाईले हेर्नुहोस्, हामीले रेगुलर नभएको वान फ्यामिली वान जबका कर्मचारीलाई हामीलाई 30,000 भन्दा ज्यादाकोलाई रेगुलर गर्यो। अनि त्यति बेला रेगुलर गर्दा के भन्दै थियो? यिनीहरू हो, यिनीहरूले नै भन्दै थियो के भनेर? यिनीहरूले ढाँटेको तिमीले रेगुलर गर्छ गर्दैन यो चुनावको लागि भन्थ्यो, रेगुलर गर्यो। अहिले सबैले अर्डर पाए, मेमोरेन्डम झुटा हो भन्दै, मेमोरेन्डम झुटा हो, यो दिँदैन अर्डर भन्थ्यो। अरे अर्डर थापेर अहिले हेर्नुहोस् त, ICDS को आँगनबाडी वर्कर सोसियल है, तपाईको सोसियल वेलफेयर डिपार्टमेन्ट अन्तर्गत आँगनबाडी वर्कर अनि हेल्पर धरी पनि आज रेगुलर भयो। सँगसँगै तपाईको हाम्रो जति पनि छ हाम्रो यो हेल्थ सेक्टरमा काम गर्ने आशा वर्कर पनि रेगुलर भयो। यो चाहिँ भारतमा इतिहास हो, सिक्किमले गर्यौं हामीले। त्यतिमै त होइन, रेगुलर मात्रै गरेनौं, हामीले 25,000लाई नोकरीमा लगाएको छ भन्थ्यो। के भन्थ्यो? तिमीहरूले स्यालेरी पाउँदैन भन्थ्यो। खै स्यालेरी पाएको छ कि छैन भन्नुहोस् त? ठ्याक ठ्याक महिनामा ड्युटी जाओस् कि नजाओस् पाइहाल्छ, किनभने अहिले क्यास पाउँदैन, अहिले एकाउन्टमा जान्छ। तर कतिले ड्युटी नगरेन थाप्दैछ अहिले। अनि धेरैजना त चुनावभन्दा अघि चुनाव सरकार भएपछि जोइन गर्यो, जोइन गरेपछि ड्युटी पनि आएको छैन, फेरि कति त ड्युटीमै छैन। र आज हामीले जनताको इच्छा, जनतालाई भनेको कुरा हामीले पूरा गर्यौं, प्रमोसन गर्यौं। अनि हामीले 4 वर्षमा रेगुलर हुने पोलिसी बनायौं। अनि जति पनि अहिले 14, 15, 14, 15 भनेर आज अति आदरणीय शिक्षक शिक्षिका प्रोफेसर र टिचरहरूले भन्दैछ, हामीले आदेश दिइसकेको छौं, झट्टै भन्दा झट्टै 4 वर्ष नागेका टिचरहरूलाई रेगुलर गर्ने प्रपोजल झट्टै लिएर आऊ भनेर भनेको छौं हामीले। तर यति मात्रै तपाईलाई नम्र निवेदन गर्न चाहन्छु। अनि यो निवेदन चाहिँ खाली म टिचरहरूलाई मात्र होइन है, टिचरहरूलाई मात्र होइन, हाम्रो अति आदरणीय माननीय विधायकहरूलाई पनि म भन्न चाहन्छु। अब पहिला हामी 2019 मा सरकारमा आउनुभन्दा अघि एडअक टिचरहरू के थियो? तपाईको अप्रिल मे जुनमा लाग्थ्यो, डिसेम्बरमा खतम। अब जस्तै कोही दोदोकमा आयो अरे एडअकमा, जस्तै से नाम्चीबाट आयो अनि दोदोकमा घर खोजेर बस्यो पहिला, अनि अब डिसेम्बरमा उसको टर्मिनेट भयो। अब बेडिङ लानु कि नलानु? बेडिङ लैजाउँ त भरे रिन्यू भइहाल्यो भने घर नपाउने। अब बेडिङ नलैजाउँ त पछि रिन्यू भएन पनि लिनु, पछि रिन्यू नहुँदाखेरि फेरि बेडिङ मात्रै लिनु आउँदा लास लाग्ने, त्यस्तो स्थिति थियो। त्यो स्थितिबाट हामीले भने होइन, टिचरहरूले न्याय पाउनुपर्छ। उहाँलाई चाहिँ हामी विन्टरको पनि स्यालेरी दिन्छौँ, एडअक होइन, प्रोबेसनरी टिचर। उहाँहरू कन्टिन्यू हो, उहाँहरू प्रोबेसनर हो, उहाँहरू चाहिँ रेगुलर भइहाल्छ अब 4 वर्षमा। तर जहाँ जहाँ पोस्ट छ खाली, जहाँ जहाँ भ्याकेन्सी भनेको त तपाईको हेर्नुहोस् त, ओख्रे रिब्दी भर्याङमा हुनसक्छ, अनि सोरिङ निर्वाचन क्षेत्रको त अब त्यस्तो दुर्गम क्षेत्र छैन, बुदाङमा हुनसक्छ होला, अब रिन्चेबुङको हात्तीढुङ्गामा हुनसक्छ होला, खानी सिरबुङ सुन्तलेमा हुनसक्छ होला, अनि तपाईको जुमसालगारीको हुनसक्छ होला, माबुङ सिगेङमा, अनि तपाईको यो गेजिङ बर्मेको हुनसक्छ होला, हिपातालमा, मियोङ मिग्योङमा, चिन्थाङमा हुनसक्छ खाली, अनि टाँसिडी यङसङ टाँसिडीको हुनसक्छ होला, कर्जी माङनाम धुपी डाँडामा खाली, किनभने त्यहाँ थिएन टिचर। अनि त्यही देशमा स्कुलको हामीले सबै रिपोर्ट कलेक्सन गरेर कहाँ खाली छ थौलो हामी लगाऊ हो, हाम्रो पढेका नानीहरूलाई ट्रेनिङ गरिसकेका नानीहरू लगाऊ भनेर हामीले भ्याकेन्सी क्रिएट गर्यौं। त्यसको भ्याकेन्सी क्रिएट गर्यौं, जहाँ जहाँ टिचरहरू थिएन रेगुलर टिचर त्यहाँ क्रिएट भयो अनि हामीले लगायौं। ज्यादातर हाम्रो इस्ट सिक्किमको यता आएको छ, किनभने इस्ट सिक्किममा त रम्फू गान्तोक भयो, जम्मैमा त उहाँहरू त प्याक छ नि, चाहिँदो भन्दा पनि ज्यादा छ अघिबाटै। तर हामीले नयाँ ल्यायौँ, उहाँहरू फेरि आज फर्किन्छु भने पनि स्कुल त खाली नै हुन्छ त, अन्त हाम्रो मकसद पूरा भएन। त्यसले गर्दा अति आदरणीय शिक्षक शिक्षकलाई म यति भन्न चाहन्छु कि तपाईहरु प्रोफेसनमा भएन्जेलसम्म तपाईहरुले ट्रान्सफर नमागिदिनुहोस्, हामीलाई प्रेसर नगरिदिनुहोस्। हामीलाई मन छ, हामी त्यस्तो है निर्दयी होइन, हामीलाई पनि तपाईको घरमै पुर्याउनु मन छ, तर यतापट्टि नानीहरुको हेर्छु उहाँहरूलाई कसले पढाउने है। त्यसले गर्दा तपाईहरुलाई प्रोबेसन पिरियडमा चाहिँ हामी ट्रान्सफर गर्न सक्दैनौं।
कुनै पनि हाम्रो विधायक साथीहरूले तपाईँले प्रेसर नगरिदिनु होला अनि तपाईँले बुझाइदिनु होला। जस्तो रेगुलर हुन्छ हामी तपाईँलाई फर्काउँछौँ, फेरि त्यो जग्गामा हामी एडहक एपोइन्टमेन्ट गर्छौँ। पक्का, यो पक्का हो हामी। तर त्यति बेलासम्म चाहिँ तपाईँले गर्नुहोस्। अनि तपाईँले दुर्गम क्षेत्रमा शिक्षक शिक्षिका भएर काम गर्नु सबैभन्दा रमाइलो लाग्छ, सबैभन्दा राम्रो लाग्छ। त्यसमा इज्जत छ, अरू ठाउँ पनि इज्जत छ, तर दुर्गम क्षेत्रमा चाहिँ तपाईँलाई गुरुबाउलाई चाहिँ गुरुबाउ गुरुआमा भनौँ शिक्षक शिक्षिकालाई चाहिँ भगवान जस्तो मान्छ, भगवान जस्तो। सब्जी पनि फ्री, बस्ने पनि फ्री, सबै फ्री, जम्मै भगवान। सर भनेपछि उसको कुरा मान्छ। म पनि पहिला सोरेङ सिनियर सेकेन्डरी स्कुल सकेपछि मैले पनि ग्रेजुएट टिचर सोरेङमा गरेँ। अनि क्लास 12 को इक्जाम दिएपछि मैले छोटा सामदुङ सिनियर सेकेन्डरी स्कुल, त्यति बेला प्राइमेरी स्कुल थियो, मैले त्यहाँ गरेको हो 2 साल। अनि म 3 घण्टा हिँडेर जान्थेँ अनि त्यहीँ बस्थेँ। कोही बेला बडा रमाइलो थियो, बाटो है गाडीको बाटो थिएन, बडा रमाइलो हुन्थ्यो त्यति बेला। अनि यङसममा पनि मैले गरेकै हो, कहिले पनि म सोरेङमा आफ्नो जग्गामा गरेँ मैले ग्रेजुएट टिचर, बडा रमाइलो हुन्छ। र जो पनि तपाईँहरू टाढाबाट आउनु भएको छ, आज हेर्नुहोस् सिक्किमलाई तपाईँ हेर्नुहोस्, एउटा जग्गादेखि अर्को पुग्नुको लागि बेसीभन्दा बेसी 4 घण्टामा पुगिहाल्छ, 4 घण्टामा जहाँ पनि पुग्छ। तर तपाईँले पश्चिम बङ्गाललाई सोच्नुहोस् त, तपाईँले दार्जिलिङको मान्छे चाहिँ तपाईँको उता दिघा जानु पर्यो भने कति दिन लाग्छ भन्नुहोस् त? लो कति दिन लाग्छ? फ्लाइटमै गयो भने पनि 2 दिन लाग्छ, ट्रेनमा गयो भने 3 दिन लाग्छ। त्यस्तो जग्गाहरू छ। गाडीमा गयो भने झन्डै तपाईँको 2 दिन 3 दिन लाग्छ, त्यस्तो स्थिति छ। तर सिक्किम भनेको यति राम्रो जग्गा हो है, दोदोकमै काम गर्ने एडहक टिचरहरू छ भने यति रमाइलो ठाउँ कसले भेट्छ? आज यहाँनिर हेर्नुहोस्, एउटा मुम्बईबाट एकजना टुरिस्ट आउँछ, ब्याङ्कमा काम गर्छ, अनि ऊ खालि जहिले पनि अब जुन जुलाई मनसुनको टाइममा आउँछ, जति बेला कुहिरो धुम्बा हुन्छ त्यति बेला आउँछ, आएर घुम्दैन यहाँ, ऊ चाहिँ सुत्नको निम्ति आउँछ। यहाँ माथि ओडार छ, एउटा ओडारमा सुतेर 1 घण्टा सुतेर जान्छ। यति रमाइलो। किन आएको भन्दा चाहिँ कुहिरो हेर्नु आएको, क्लाउड हेर्नु आएको, माथिबाट क्लाउड देख्छ। यति राम्रो जग्गा छ। आज टुरिस्टको घुइँचो छ सिक्किममा। र आज हेर्नुहोस्, हर तरहले आज सिक्किमलाई हिजोस्ति भर्खर नै हामीले पर्यटनमा हामीले है एवार्ड पनि पुरस्कार पनि पायो। र म यही कुरा तपाईँलाई राख्न चाहन्छु। अनि आज हाम्रो ऐतबारे नेताहरूले काम पाउँदैन अनि विभिन्न किताबहरू लिएर पनि यतिको घोटाला त्यतिको घोटाला भनेर हिँड्दैछ। हुनु त अब यो है तपाईँको यो पिएसीमा छ, पब्लिक एकाउन्ट कमिटीमा छ, मैले बोल्नु पनि मिल्दैन, अध्यक्ष महोदय यहाँ हुनुहुन्छ। तर त्यसको जवाब जब चाहिँ पिएसीले जब सबै काम सकेपछि त्यसको जवाब चाहिँ हामी दिँदैनौँ कि हामी डिबेट गर्छौँ। अनि एउटा कुरा चाहिँ जानेर राख्नु, हिजो अस्ति एकजना हाम्रो सिनियर सोरेङकै दाजुले भन्दै थियो, यो खानेहरूलाई खोज्नुपर्छ भन्दै थियो, यो यतिमा पावर किनेर यसरी कसरी घाटा भयो भन्दै थियो। तर पावर किन्ने पिपिए भन्छ, पावर पर्चेस एग्रिमेन्ट चाहिँ मैले गरेको होइन है, तपाईँहरूकै नेताले 2018 गरेर महँगो दामको बिजुली एनटिपिसीबाट किनेर चाहिँ सिक्किममा घाटा गर्ने चाहिँ तपाईँकै नेता हो। त्यसको लागि जवाब छ, हामीले सबै गरेको छ, कति के हो। अनि हामी आएर 2022 चाहिँ मैले प्रधानमन्त्रीलाई चिठी लेख्यौँ। अनि त्यति बेलाको ऊर्जा मन्त्री श्री आरके सिंहलाई लेखेर चाहिँ जम्मै महँगो दामको बिजुली एनटिपिसीबाट जुन किन्दै थियो त्यो चाहिँ हामीले हटायौँ। अनि आज म तपाईँलाई च्यालेन्ज गरेर भन्छु, यदि हामीले 2018 देखि 22सम्म यो जुन चाहिँ गरेको छ, जुन कुरा आज यिनीहरूले गर्दैछ, यदि हाम्रो कहीँ पनि गल्ती छ भने म त्यही दिन चाहिँ म कुर्सी छोड्छु, त्यही दिन। तर अहिले म यो डिसिसन लिन सक्दिनँ, किनभने यो पिएसीमा छ। पिएसीले जब गल्ती देखाएर तिमीले गल्ती गर्यो र रेभिन्यू चाहिँ यो तपाईँको सर्टफल छ भन्यो भने चाहिँ पक्का म चाहिँ त्यसै दिन सिक्किम सरकारको मुख्यमन्त्रीको कुर्सी छोडेर सिधा म आफ्नो घरमा जान्छु है, सिधा। तर त्यो क्याग रिपोर्टलाई हेरेर नबुझिकन ऐतबारमा नभुक्नु। आउँछ अनि दम छ भने गाउँ गाउँ घुमेर जनताको तपाईँको समक्षमा आउनु। आज त नपढ्नेहरू पनि तपाईँको सोसियल मिडियामा आउँछ, माध्नेहरू पनि सोसियल मिडियामा आउँछ, बदमासहरू पनि सोसियल मिडियामा आउँछ, अनि आफ्नो श्रीमती कुट्नेहरू पनि सोसियल मिडियामा आउँछ होइन, चोर गुण्डा डाकु पनि सोसियल मिडियामा आउँछ। एकजना भाइ एकदम सोसियल मिडियामा आउँदैछ, जसलाई सरकार भएपछि भक्कु काम दिएको, रोडको कार्पेटिङ काम पनि दिएकै हो, ब्याङ्कबाट लोन पनि दिएको। अब ब्याङ्क त हाम्रो होइन नि त,
अरे तपाईलाई थाहा छ कि छैन, हिजो अस्ति भर्खर क्याबिनेटमा सिक्किम सरकारले स्टेट बैंक अफ सिक्किमको हाम्रो चेयरम्यान साहब यहाँ हुनुहुन्छ, 20 करोड रुपियाँ चाहिँ हामीले तिर्नु पर्यो स्टेट बैंक अफ सिक्किमलाई, 20 करोड, किनभने हाम्रो सर्भिस चार्ज। तपाईले हाम्रो काम गरेको छ, सिक्किम सरकारको कामहरू चेकहरू सबै गर्ने काम गर्यो भने 20 करोड रुपियाँ दिउँ। पहिला हामीले 17 करोड दिउँ, यसपालि 20 करोड। भनेपछि यो त इन्डिपेन्डेन्ट ब्याङ्क हो नि, अनि तपाईले पायो तिर्नु त पर्यो। अनि तपाईले तिरेन, तपाईको भोलि तपाईको छोरा छोरी नाति पलातीले तिर्नुपर्छ। यो कुरा चाहिँ तपाईको ब्याङ्कलाई, स्टेट बैंक अफ सिक्किमलाई चाहिँ आफ्नो बाउको बिर्ता नमान्नु, तिर्नु हुँदैन नभन्नु, सबैजनाले तिर्नुपर्छ। तर आज लोन तिर्दैन अनि ब्याङ्कले नोटिस पठाएपछि तपाईको कसैले नभएको सोसियल मिडियामा तपाईको आएर हामीलाई गाली, केही फरक पर्दैन, केही फरक पर्दैन। 1000 त के लाखौं चोटि तिमीले गाली गर, जनताले म्यान्डेट चाहिँ हामीलाई दिएको छ। जनताले त हामीलाई सरकार 32 मा 32 दिएको छ, केही पनि फरक पर्दैन। अनि साँच्चै नै राजनीति गर्ने हो भने जनताको माझमा आउ त, लु प्रत्येक कन्स्टिट्युन्सीमा हामीले जस्तो लु जन 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 पैदल यात्रा गर त, लु पैदल यात्रा गर न। अनि जसले चाहिँ आफू कोअपरेटिभ सोसाइटीको चेयरम्यान अध्यक्ष हुँदा चाहिँ अरूको नाममा चाहिँ सब्सिडी लोन निकालेर खायो, अहिले तपाईको कर्पोरेसन डिपार्टमेन्टमा केस चल्दैछ, भनिन्छ जो चाहिँ चोर उसकै ठुलो चोर बनेको जस्तो गर्छ र अनि अनेकौं कुरा गर्छ। र हामी चाहिँ जनताको सेवा गर्न आएको हो, त्यो सन्डे नेताहरूसँग हामी डराउने काम पनि छैन। अनि भनिन्छ नि, कुत्ते भुके 1000 हात्ती चले बजार। हामी कुत्ता जति पनि गाउँमा भुक्दै गरोस्, हामी बजारतिर लागेको, हामी जनताको सेवा गर्ने हो। अनि यही कुरा मैले तपाईलाई राखे र विशेष गरेर म तपाईलाई के भन्न चाहन्छु, हेर्नुहोस् यो 2019 देखि 2024 सम्म दरमदिन निर्वाचन क्षेत्रको निम्ति व्यक्तिगत रूपमा त हामीले गर्यौं, प्राय जस्तो गरिबको नानीहरूलाई हामीले नोकरीमा लाउने काम गर्यौं। अनि तपाईको विभिन्न है कामहरू सेंक्सन गरेर हामी कामहरू दिने काम गर्यौं है। यहाँको रोडहरू जति पनि सानो सानो रोडहरू कार्पेटिङ हामीले काम गर्यौं। अनि सबैभन्दा ठूलो प्रोजेक्ट आज दरमदिन निर्वाचन क्षेत्रमा दोदोक यो ग्राम पञ्चायत भित्र नै छ बिन्द्रावनको प्रोजेक्ट, करिब यो 350 करोड रुपैयाँको योजना हो। अनि यो कम्प्लिट हुन आँटेको छ, यसको हामीले बिल भुक्तान पनि गरिसकेका छौं। यो एउटा विश्व प्रसिद्ध ठाउँ हुन्छ, यो विश्व प्रसिद्ध मन्दिर हुन्छ, हेर्नुहोस्। तर यसको लागि अब बनिँदैछ, सरकारले एउटा इन्फ्रास्ट्रक्चर ल्याउने काम गर्यौं हामी है। यहाँनिर एउटा पूर्वाधार निर्माण, यो टुरिस्ट स्पट ल्याउने काम गर्यौं। तर त्यसको लागि तपाईहरु अहिलेदेखि तयार हुनुहोस्, यहाँ होमस्टेको लागि तयार हुनुहोस्, यहाँ होटेलहरू राख्ने तयार हुनुहोस्, यहाँ दोकान यहाँ सबै गर्ने। तर अरूलाई नदिनुहोस्, लिस्टमा तपाई आफै चलाउनुहोस्। अनि तपाईहरुको यति राम्रो जग्गा छ। अनि हामी यसपालि हामीले फरेस्ट डिपार्टमेन्ट अन्तर्गत यो वर्षेलाई पनि डेभलपमेन्ट गर्दैछौँ। वर्षेदेखि सिधा हिगौं पुग्ने बाटो बनाउँदैछौँ। जति पनि गर्नुपर्ने कामहरू हामी गर्छौँ। र स्कुलको काम हामीले पहिला प्रत्येक निर्वाचन क्षेत्रमा हामीले करिब कम से कम 5 वटा भन्दा है ज्यादा प्रत्येक स्कुल हामीले बनाएको छौं भनेदेखि यसपालि पनि हामी यो टर्ममा पनि हामी धेरै स्कुलहरू बनाउँछौं। अनि ग्राम प्रशासन केन्द्र बनाउने पैसा पनि हामीले राखेका छौं। त्यो मलाई डिमान्ड नगर्नुहोस्। तपाईहरु सबै माननीय विधायकहरूले हाम्रो आरएमडीडी माननीय मन्त्री श्री अरुण उप्रेतीज्यू यानी आरएमडीडी का सचिव श्रीमती नोर्जिङ म्याडमलाई तपाईले दियो भने हामी प्रत्येक निर्वाचन क्षेत्रमा बराबर पञ्चायत अफिस हामी बनाइदिन्छौँ। बराबर एउटा दुईटा भन्दा ज्यादा हुन्छ, 2-3 सालमा हामी बनाउँदै जान्छौँ ग्राम प्रशासन केन्द्रहरू। अनि प्राय जस्तो स्कुलको ग्राउन्डहरू हामीले खनेका छौँ र जति पनि गर्नुपर्ने कामहरू हामी गर्छौँ। सँगसँगै हामीले यो जति पनि गरिबलाई सेवा गर्ने योजनाहरू छ, आमा योजना, अनि तपाईको मुख्यमन्त्री डिस्क्रिप्सन ग्रान्टबाट, अनि चिफ मिनिस्टर मेडिकल एसिस्टेन्ट एलाउन्सबाट, अनि अर्को यसपालि हामीले सुरु गरेका छौँ चिफ मिनिस्टर इम्प्लोइमेन्ट एसिस्टेन्ट स्किम। सानो है व्यापार धन्दा गर्ने है, तपाईको फास्ट फुड खोल्ने, अनि सानो होटेल चलाउने, अब 5 स्टार होटेल चलाउने हैन, सानो गाई पाल्ने, सानो सुँगुर पाल्नेहरूलाई हामी यही स्किमबाट हामी सघाउँछौँ। यो कुरा छ। र विशेष गरेर दोदोकमा बिन्द्रावन भयो,
अनि महात्मा गान्धी युनिभर्सिटी पनि यो निजी युनिभर्सिटी हो। हामी चाहन्छौँ प्रत्येक निर्वाचन क्षेत्रमा एक एकवटा विश्वविद्यालय बन्यो भनेदेखि त्यहाँनिर विकास सुरु हुन्छ। अब उहिले त हामीभन्दा पहिलाको मुख्यमन्त्रीले आफ्नै छोरीलाई बीपीएल कोटामा है हार्वर्ड युनिभर्सिटी पढ्न पठाए युएसएमा भने चाहिँ हामी चाहिँ गरिबको नानीहरूले चाहिँ घरकै भात खाएर चाहिँ उहाँहरूले युनिभर्सिटी विश्वविद्यालय पढोस् भनेर हामीले यो सुरु गरेका छौँ। जस्तो आज हेर्नुहोस् त माधवी युनिभर्सिटी सुरु भयो, बर्मेकमा सुरु भयो, आज यति साह्रो राम्रो काम गर्दैछ। आज तपाईको प्रोफेसनल युनिभर्सिटी है बुदाङमा छ, आज हायर नर्सिङको ट्रेनिङ दिँदैछ। सबैले आज विश्वविद्यालय युनिभर्सिटी देख्यो र प्रत्येक निर्वाचन क्षेत्रमा हाम्रो टार्गेट प्रत्येक निर्वाचन क्षेत्रमा सरकारी होस् या तपाईको निजी विश्वविद्यालय बनाउने, किनभने हामी चाहन्छौँ हाम्रो छोराछोरीलाई गरिबको नाममा युनिभर्सिटी पढाउनु छैन, हामी गरिबको नानीहरूलाई युनिभर्सिटी पढाउँछौँ। यो छ। अनि वृन्दावन दुदुक भयो, बुढीखोपमा गुरुङ गुम्बालाई हामी सघाउँदैछौँ। अनि बुढीखोपको या दोदोकको गुरुङ गुम्बालाई हामीले सघायौँ। सारगा जाने सिँढी लथालिङ्गै थियो, अब पुरा हुनु लागेको छ। अनि सोमबारीमा हस्पिटल नबनेको है धेरै साल भएको थियो, पिएचसी हस्पिटल सोमबारीको हस्पिटल बनेर पुरा भएको छ। अनि हिले कार्पेटिङ हुँदैछ सोमबारीदेखि हिले, बजेकदेखि दरमदिनको रोड बन्यो, पहिला पहिरोले दुखा दिन्थ्यो। लट्ठेटारको गुम्बा, सोमबारी बजारको ब्युटिफिकेसन हुँदैछ, रोडहरू बनिँदैछ। रुम्बुकमा कम्युनिटी सेन्टर बनिँदैछ, सोमबारीको प्लेग्राउन्ड बनिँदैछ। थुप्रो कामहरू भयो। झोडा ट्रेनिङ सबैले पाए, सबैको कामहरू भयो। अनि यसपालि चाहिँ विशेष गरेर यहाँनिर स्कुलबाट खाली तपाईको दुईटा मात्रै माग गरेको छ, 6 रुम स्कुल बिल्डिङ बनाइदिनु। अनि है तपाईको रिनोभेसन, यो जति पनि पुरानो स्कुललाई चाहिँ रिनोभेसन गर्नु भनेर मात्रै छ। अनि आज म तपाईलाई सूचना दिन चाहन्छु, आज सोशल वेलफेयर डिपार्टमेन्टले समाज कल्याण विभागको अन्तर्गत 16 कोठे अनि 100 पलङ भएको एससी हस्टेल, गर्ल्स हस्टेल यहाँ आज विधिवत रूपमा उद्घाटन भएको छ। यो चाहिँ समाज कल्याण भारत सरकारले बनाइदिएको। अब हस्टेल बन्यो, 3 तले छ, 100 जना बस्न सक्छ। तर आजसम्म एकैजना नानी पनि यहाँ आएको छैन हस्टेल बस्नु। त्यसले गर्दा सबै नानीहरूलाई मैले हाम्रो एचएमलाई, हेडमास्टरलाई मैले जिम्मा दिएको छु। तपाईको काम हो गरिब भन्दा गरिब नानी छान्नु अनि प्यारेन्ट्सहरूलाई बोलाउनु अनि जम्मै पढाइदिने, राख्ने, हस्टेलमा राख्ने खर्च हामी सरकारले गरिदिन्छ। तर राख्नु चाहिँ पर्यो पुरा गर्ने। अनि चुप पढ्ने नानीहरूलाई माथि पुग्दै गयो सबै सघाउँछु। पछि 10 पुग्ला, 12 पुग्ला, 12 पुगेपछि कलेज पढ्नु पनि हामी सघाइदिन्छौँ। तर हस्टेल बसेर पढ्नु पर्यो। हस्टेल बसेर जो नानी पढ्छ 100% गभर्मेन्टले सघाउँछ पक्का। अनि मैले अब घोषणा गरेको छु, अब एमबीबीएसमा, इन्जिनियरिङमा, पाइलटमा जति पनि बाहिर जान्छ ट्रेनिङमा जानेहरूलाई चाहिँ सरकारी स्कुलमा 9 देखि पढ्ने र क्लास 12 पास गर्नेलाई मात्रै सघाउँछ। अब सुन्नुहोस् है, त्यसले गर्दा यहाँ सरकारी स्कुल पढ्नु किन पढ्नु त? सरकारी स्कुलमा चाहिँ ट्रेन टिचरहरू छ, पुरा ट्रेनिङ गरेको। आर्मीमा हो भनेदेखि 6 महिना रगटेर पुरा ट्रेनिङ गरेर आएकाहरू जस्ता उहाँहरू छ, पुरा निपुण उहाँहरू पढेकाहरू, ग्रेजुएट, एमए, एमएससी गर्ने, त्यो पनि टिचर ट्रेनिङ, बिएड, डिएलएड सबै सकेकाहरू छ भनेपछि उहाँहरू त पर्फेक्ट छ। उहाँहरूलाई पढाउनुहोस्। अनि हाम्रो दोदोकबाट थाल्नुहोस्। यसपालि दरमदी निर्वाचन क्षेत्रमा साँच्चै एउटा स्कुल बन्द भयो होला, त्यो बन्द भएको होइन। तर टिचर भन्दा स्टुडेन्ट कम भएर टिचर 7 जना, स्टुडेन्ट 1 जना। अब के गर्ने लु भन्नुहोस् त? अनि किन स्कुलमा पढाउने? बरु उसकै घरमा गएर पढायो भने चिया खाजा पनि पाउने। त्यसले गर्दा हामीले केही दिनको लागि, जबसम्म त्यहाँ नानी बढ्दैन तबसम्मको लागि हामीले सस्पेन्ड गरेको। यो अदरवाइज नलिनु होला। यो भारत सरकारको यो है एउटा पोलिसी हो, त्यो पोलिसी अन्तर्गत। अनि तपाईँले नानी बढाउन त हौ, हामी बढाउनको नाम चाहिँ कति सघाउँछौँ भने हामी इम्प्लोइजलाई त कति भन्दैछु हेर्नुहोस् त। लु न हौ, एउटादेखि 2टा नानी बनाऊ, इन्क्रिमेन्ट दिइहाल्छ। होइन 2टादेखि 3टा बनाऊ, डबल इन्क्रिमेन्ट भन्दा पनि तम्सिँदैन। अब के गर्नु होइन? अनि त्यो फेरि पब्लिकलाई पनि भन्दैछु, ठिक छ तपाईँको भएन, लु सन्तान भएन है, नेचुरली भएन तपाईँहरूको, लु त
ल हामी मेडिकल फेसिलिटी दिन्छौँ भने आइभीएफ को लागि है तपाईको आइभीएफ को लागि है तपाई मेडिकल साइन्सले यस्तो बनाइसक्यो अब अहिले अन्य भनौं न प्राकृतिक रूपमा भएन भने पनि तपाईको आइभीएफ बाट हुन्छ त्यसको लागि पनि सघाउँदैछ पैसा पुरा दिँदैछ लो त सिक्किमको पपुलेसन घट्दैछ है 2 जना मर्यो भने 1 जना मात्रै जन्मिन्छ है कना हुँदैछ तपाईहरु जति जना यङ छ अनि यङहरुले चाहिँ अलिकति होशियार तपाईले यसो विचार गर्नुस् हामी के कर त गर्न सक्दैन विचार गर्नुस् अनि हाम्रो धेरै जना बिहा नगर्ने छ यहाँ हाम्रो माननीय विधायक देन्ताम निर्वाचन क्षेत्रको पनि उहाँ ब्याचलर हुनुहुन्छ थोप्रो ब्याचलर छ आज हाम्रो यहाँ दरमदिन निर्वाचन क्षेत्रको सीएलसी प्रेसिडेन्ट पनि ब्याचलरै हो सबै ब्याचलर छ त्यसले गर्दा अब ब्याचलरलाई चाहिँ हामी सामूहिक विवाह गरिदिन्छौँ सामूहिक विवाह सबैलाई थुपार्छौँ हो त्यहाँदेखि सबैलाई थुपार्ने हो अनि सबैलाई लट्री सिस्टम गर्छौँ हामी हाम्रो 10 जना यता भम 10 जना हामी एकदम पक्का पढेका अनि लट्री जो पनि लट्रीमा पस्यो ठ्याक्कै बिहा गरिदिइहाल्छ हामी एकै खर्च गभर्मेन्ट गर्ने लु खर्च पनि गभर्मेन्ट गर्ने सबै के गर्नु परेन बस तपाईले यसको लागि चाहिँ हामीलाई प्रस्ताव दिए मेरो प्रस्ताव आफूले गर्दा भनेको गरिबहरुले भन्दैछ अब हामीलाई सामूहिक विवाह गर्यो भने हाम्रो खर्च बाँच्छ भन्दै त्यसमा पनि हामी सोच्दै छौं यो खालके गर्ने अलिकति यो छ र तपाईहरु सबै नाच्नु होला यो साच्चै यहाँ सिक्किममा भइरहेको कुरालाई मैले तपाईलाई उजागर गरेको मैले भन्नुपर्छ र अलिकति फर्टिलिटी रेट हाम्रो घटेको छ 2 जना मर्यो भने 1 जना मात्रै जन्मिन्छ त्यसको कारणले गर्दा पनि नानीहरु कम होला र हामी सबैले हामी कोसिस गर्दै छौं तपाईले कोसिस गर्नु होला र दोदोक सेकेन्डरी स्कुल का हाम्रो हेडमास्टरलाई म आह्वान गर्न चाहन्छु तपाईले चाहिँ कम से कम 10 जना भए पनि नानीहरु राखेर पढाउन थाल्नुहोस् अनि जो चाहिँ उब्रेकोलाई चाहिँ तपाईले स्कुलको क्लास चलाउनुहोस् अनि यो स्कुल नयाँ बनाऊ हामी रिपेयरिङमा नजाऊ यो स्कुल बिल्डिङ नयाँ बनाऊ त्यसको लागि हामी फन्ड दिन्छौं अनि त्यो पढाउने क्लास चाहिँ तपाईले होस्टेलमा पढाइदिनु होला त्यसको लागि फर्निचर स्कुलको लान्दा पनि भयो यो काम गर्दिने त्यति मात्रै छ अरु के पनि छैन मैले यो ग्राउन्ड कति बनाऊ है बढाइदिन्छु भनेर मैले 2019 को 1 तारिक 10 महिना अक्टोबरमा म आएको थिए त्यति बेला पनि मैले वचन दिएको थिए तर यो तपाई यतिदेखि बढ्दैन भनेर मैले सुने अरु कुनै पनि काम छ भने तपाईले मलाई भन्नु होला म गर्दिन्छु अनि जति जना मलाई भेट्छु भने तपाईले आउनु भएको छ तपाईहरुलाई नै भेट्न म 3 दिनको निम्ति तपाईहरुको निर्वाचन क्षेत्रमा आउँछु त्यसले गर्दा तपाईहरु ढुक्का हुनु होला बिमारीहरुको निम्ति हामीले कोअर्डिनेटर राखेका छौं हेल्थ कोअर्डिनेटर जनकल्याण प्रकोष्ठको तपाईले उहाँसँग सम्पर्क गर्नु होला त्यसो हुँदा तपाईहरुको कुनै प्रकारको रेफर भएकोहरु त हामी सबैलाई तर सिक्किम भित्र नै ट्रिटमेन्ट हुनुको लागि किन मुख्यमन्त्री चाहियो मुख्यमन्त्री त तपाईहरु रेफर बाहिर भयो भने त सघाउनुको लागि चाहियो त्यसको लागि चीफ मिनिस्टर मेडिकल असिस्टेन्ट स्किम पनि छ र अहिले यहाँ कति जना रहेछ भन्नुस् त दोदोक सिनियर सेकेन्डरी स्कुलमा जम्मा स्टाफ 49 रहेछ तपाईको टीचर छ है तपाईको 49 जीटी आर्ट्स 9 जना जीटी म्याथ्स 2 जना जीटी साइन्स 2 जना पीआरटी 6 जना है तपाईको अफिस एटेन्डेन्ट 4 जना अफिस एसिस्टेन्ट 4 जना ल्याब एटेन्डेन्ट 2 जना पीपीटी 2 जना अनि नाइट गार्ड 2 जना माली 1 जना चौकीदार 1 जना सफाई कर्मचारी 1 जना सीसीए 1 जना डाटा अपरेटर 1 जना स्पोर्ट्स टिचर 3 जना एलडीसी 1 जना एचए 1 जना रिटेल इन्स्पेक्टर 1 जना आईटी टिचर 1 जना लिम्बू जीटी 1 जना लिम्बू पीआरटी 1 जना कम्प्युटर टिचर 1 जना अनि गुरुङ टिचर 1 जना जम्मा 49 जना 1949 मा सुरु भएको स्कुल 49 जना नै स्टाफ पनि रहेछ तर स्टुडेन्ट चाहिँ कति छ भन्दा खाली 82 मात्रै छ लु 82 हेर्नुस् त भाग गर्नुस् त 1 जना स्टाफमा 2 जना पनि परेन अनि पढाउनको लागि त हेर्नुस् मेरो पापा स्कुल प्युन हुनुहुन्थ्यो स्कुल चपरासी हुनुहुन्थ्यो उहाँले पनि हामीलाई पढाएको उहाँ चपरासी भएर पनि हामीलाई नेपाली पढाउनुहुन्थ्यो भनेदेखि जो पनि अफिस एसिस्टेन्टमा लाग्नेहरू त बिचारा उहाँहरू हुनसक्छ क्लास 12 पास गरेकै छ उहाँले पनि तपाईहरुले पनि कुनै क्लासहरु सानो क्लासमा तपाईले लिँदा हुन्छ र यहाँ त्यति टिचरको सर्टेज छैन अनि माग पनि त्यति बेसी छैन र म तपाईहरुले हतार नगर्नुस् किनभने म तपाईलाई अहिले मान्छे भेट्नुको लागि तपाईलाई म 1 घण्टा समय दिन सक्छु किनभने म गान्तोक फर्केर किनभने अब नयाँ वित्तीय वर्ष सुरु भयो अनि आज अन्तिम दिन हो कतिवटा प्रपोजलहरु है तपाईको अड्केको हुन्छ मैले क्लियर गर्ने परेको हुन्छ त्यसले गर्दा म है तपाईको आज बिहानै 3 बजे उठेर
तपाईको माथिबाट हिँडेको 4 बजी हिँडे 6:30 मा प्रोग्राम एटेन्ड गरे। आज तपाईहरु अनि यहाँ आउनुको मतलब के हो भने म तपाईलाई सम्मान गर्छु, म तपाईलाई इज्जत गर्छु, तपाईलाई माया गर्छु, किनभने म पनि एक समयमा विद्यार्थी थिए अनि एक समयमा म प्राइमेरी टिचर पनि थिए, एक समयमा म ग्रेजुएट टिचर पनि थिए। म तपाईहरुको है तपाईको दुःखहरु बुझ्छु। म आउँदाखेरि सबै डिपार्टमेन्टको आउँछ, उहाँले पनि कुरा बुझ्छ। हिजो मात्रै हाम्रो एउटा अवार्ड सेरेमनी थियो हाम्रो आइपीआर जति पनि जर्नलिस्टहरुको निम्ति है बेस्ट जर्नलिस्ट अफ द इयर 2024-25 इंग्लिश भर्सन को निम्ति, बेस्ट जर्नलिस्ट अफ द इयर 2024 इंग्लिश भर्सन को निम्ति, बेस्ट जर्नलिस्ट अफ द इयर 2024 वीकली को निम्ति अनि बेस्ट इम्प्लोइज अफ द इयर आइपीआर डिपार्टमेन्ट 24-25 को निम्ति एउटा अवार्ड कार्यक्रम थियो। सँगसँगै आइपीआर डिपार्टमेन्ट मेरो आफ्नो है तपाईको मतलब इन्चार्जसिपमा भएकोले गर्दा म मन्त्री प्रभारी भएकोले गर्दाखेरि यो मेरै डिपार्टमेन्ट भएकोले मैले एउटा सानो कार्यक्रमको आयोजना गरेको थियौं। अनि नामथाङ निर्वाचन क्षेत्रको तपाईको एउटा फेदीमा जो चाहिँ बंगालबाट तपाईको पहिला टाँसी दिस पनि भनिन्थ्यो, त्यो जग्गा बडा रमाइलो रहेछ। लिङकिम तारमा म गएको थिएँ र म आफै गए, धेरै कार्यक्रम सकेर म गएको थिएँ। बडा राम्रो रहेछ। मैले तुरुन्त त्यहाँ जान्दै मैले सबै अफसरलाई भेटेर मैले त्यो जग्गालाई डेभलपमेन्ट गरौँ, एउटा राम्रो स्पट बनाऊ भनेर मैले गरिहालेँ। र कुनै पनि जग्गामा मुख्यमन्त्री आउँदाखेरि व्यक्तिगत काम नभए पनि सामूहिक काम हुन्छ है। व्यक्तिगत त हामी गर्छौं, तर सामूहिक जस्तो प्रकारले म आए, मैले दुईटा कुराको घोषणा गरेर गए, अब अहिले गर्नुपर्छ। यो मेरो घोषणा हो, मैले गरेन भने फेरि अर्को पालि आउँदा प्रश्न तपाईले गर्छ, खै त हौ तपाईले घोषणा गरेको काम भएन भनेर। अनि यो दुईटा काम तपाईले मलाई दिनुभएको छ, यो काम पूरा हुन्छ। अनि दोदोकमा तपाईले एउटा डिमान्ड गर्नुभएको छ मलाई कि यहाँको जुन चाहिँ एनिमल हजबेन्ड्री डिपार्टमेन्टको एउटा जमिन खाली जमिन छ, त्यो जमिनमा चाहिँ तपाईको डिस्ट्रिक्ट भेटनेरी सेन्टर चाहिँ बनाइदिनु भन्ने छ। त्यसको लागि म डिपार्टमेन्टसँग तुरुन्त मिटिङ गरेर पक्का हो यो जग्गा छ, हामी यहाँ पनि केही न केही गर्छौं, यसलाई डेभलप गर्छौं। अनि बिन्द्रवन जाने बाटो त बनाउनै पर्छ, किनभने यत्रो 350 करोड खर्च गरेर हामीले मन्दिर बनायौं। यो तपाईको बिन्द्रवनकै जस्तो यो तपाईको मन्दिर हो। अब हामीले रोटै बनाएन भने त त्यो त केही भएन नि। कोट लगाएर चाहिँ तपाईको सुट लगाएर जुत्ता नलगाएको जस्तो हुन्छ। सुन्नुहोस्, त्यसले गर्दा यो बाटो बनिन्छ। अनि मल्टिपर्पज कम्युनिटी हल पक्का। अब यहाँ टुरिस्टहरु हुन्छ, कोही बेला है इभिनिङ प्रोग्राम हुन सक्छ, यहाँनिर कल्चर प्रोग्राम गर्न सक्छ टुरिस्टहरुलाई देखाउने। अनि मल्टिपर्पज कम्युनिटी हलको पनि हामी गर्छौं, यो डोनरबाट हामी गर्छौं। अनि यहाँनिर पिउने पानीको अलिक समस्या छ, यसको रिपेयरिङ होइन, हामीले कसरी हुन्छ नयाँ नै ल्याउने हामी काम गर्छौं। रोडहरु जति पनि छ पीएमजीएसवाई मा भट्टाभट सर्वे हुँदैछ। तपाईले जति पनि छ माननीय विधायकहरुले आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ कुन रोड तपाईले प्रायोरिटी दिनुपर्ने आरएनडी डिपार्टमेन्टलाई झट्टै भन्दा झट्टै प्रपोजल दिनुहोस्। पछिबाट चाहिँ भरे हात्ती गइसकेर चाहिँ लौरो के अरे तपाईको नाङ्लो ठटाउँदा हुँदैन है। त्यसले गर्दा तपाईले अहिले गरिहाल्नुहोस्, तपाईले भनिहाल्नुहोस् एक्टिभ भएर यो रोड बनाउनु पर्छ। सानो सानो हामी नबार्डबाट बनाउँछौं। अनि जति पनि यो टुरिस्ट स्पटमा जाने जस्तै हिले वर्षे जाने जग्गा हामीले नयाँ बजारदेखि कार्पेटिङ गर्ने हो, जम्मै प्याच रिपेयरिङ गर्ने हो। अनि सोमबारेदेखि सोरेङसम्म गर्ने हो, सोरेङदेखि गएर उत्तरेसम्म गर्ने हो। अनि तपाईको जोरथाङदेखि त काम हुँदैछ लेक्सेसम्म, अनि रेसी टु कलोकसम्म पनि हामी गर्दैछौँ प्याच रिपेयरिङ कार्पेटिङ। त्यसको सबै हामीले प्रपोजल गरेछौँ। र जति पनि रोडहरु है हामीले जति पनि प्याच रिपेयरिङ गर्ने कार्पेटिङ गर्नुपर्ने हाम्रो यसपालि प्रायोरिटी छ। हाम्रो बजेटमा धनराशि पनि राखेका छौं। अनि अब यिनीहरु आतेर यसपालिको बजेट देखेर अब यिनीहरुले त अब खतम नै गर्यो, अर्को पालि त 6% होइन 0% मा झर्ने रहेछ भने आतेर चाहिँ यिनीहरु पो दुखी हुन्छ। हेर्नुस् त, हामीले 16,000 करोडको बजेट राखेको, अब यिनीहरु पो दुखी हुन्छ। अनि अर्को यसपालिको बजेटमा एउटा छ ग्राम प्रशासन केन्द्र बनाउने पनि छ, अनि क्रिमिटेरियम सेट बनाउने पनि छ, अनि समाज घर बनाउने पनि छ। यसपालि एउटा प्रत्येक ग्राम पञ्चायतमा जुन घरको छोरा होस् या छोरी होस्, जसले चाहिँ आमा बाउलाई सबैभन्दा ज्यादा याद गर्छ, सेवा गर्छ, तर बिल्डिङ हेरेर होइन है,
आमा बाउको 5 तले बिल्डिङ छ त्यसको लोभले होइन, तर गरिब आमा बाउहरूलाई याद गरेर बिमारी हुँदा पनि याद गर्ने छोरा छोरीहरूको निम्ति हामीले श्रवण कुमार एवार्ड राखेका छौँ। पञ्चायतहरूले छान्नु होला, यो आरएम दिदीले गर्दैछ। उनीहरूलाई हामी सालमा 15 अगस्तको दिन स्वतन्त्र दिवसको दिन उहाँलाई हामी सम्मान गर्दै प्रति व्यक्ति जम्मा 199 जनालाई 1 लाख रुपियाँको धनराशिले हामी सम्मान पनि गर्छौँ अनि सर्टिफिकेट पनि दिन्छौँ। हामीले श्रवण कुमार एवार्ड अनि आमा योजना, घर बनाउने, होम स्टे बनाउने, च्यादर, ओल्ड एज पेन्सन बढाउने के हो के कार्यक्रम भन्नुहोस् न। तपाईले हेर्दै जानुहोस्, हामी गर्दै जान्छौँ, हामीले भनेको कुरा गर्दै जान्छौँ। तर तपाईहरु पनि काम गर्नुपर्छ। हामी सहयोग गर्नको निम्ति तयार छौँ, तर तपाईहरुले सरकारले गरेको सहयोगलाई चाहिँ तपाईले उपयोगमा ल्याउनु पर्छ। लुटी ल्यायो भुटी खायो चाहिँ भन्नु हुँदैन। र यो सबै कुराहरु मैले राखे र आज यो स्कुललाई यहाँसम्म है 75 वर्षको अवधि भित्रमा जसले पनि धेरै भन्दा धेरै योगदान दिनुभएको छ उहाँहरूलाई म हृदयबाट नै है धन्यवाद दिन चाहन्छु, नमन गर्न चाहन्छु अनि सम्झना गर्न चाहन्छु। अनि यो स्कुललाई अगुवाई गरेर हेडमास्टरको रूपमा प्राइमरी स्कुल हुँदाखेरि हेडमास्टर गर्नुहुने, अनि जुनियर हाई स्कुल हुँदाखेरि हेडमास्टर गर्नुहुने, अनि सेकेन्ड स्कुल भएर पनि हेडमास्टर गर्नुहुने अति आदरणीय शिक्षक शिक्षिकालाई पनि म हृदयबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यो जिल्ला नयाँ जिल्ला हो, हामी सबै मिलेर सोरेङलाई नमुनाको जिल्ला बनाऊ। अनि तपाईहरु हेर्नुहोस्, हामीले सरकार बनाएको अब जुन 10 तारिक 1 वर्ष पुग्दैछ अनि 5 वर्षको हाम्रो पर्फर्मेन्सलाई हेर्नुहोस्। हामीले कहिले नभएको कुराहरू, कहिले नगरेका कुराहरू, 25 सालमा नभएको कामहरू हामीले 5 साल नभनौँ 3 सालमा गर्यौं। किनभने कोभिडको 20-21 त काटिदियो, हामीले गर्यौं भनेदेखि अब हाम्रो 5 वर्ष छ। हामी प्रत्येक गाउँको प्रत्येक ठाउँको हामी विकास गर्छौं। अनि तपाईहरुको यो पारी बुढीखोपमा एउटा जीर्ण अवस्थामा भएको एउटा प्रोजेक्ट छ, त्यो प्रोजेक्टलाई पनि हामी केही न केही एउटा कलेज बनाऊ भनेर सोच्दैछौँ। एग्रिकल्चर कलेज हुन्छ कि के कलेज हुन्छ, कुन आउँछ इन्स्टिट्युट, त्यो चाहिँ हामी निर्माण गर्छ भने अस्ति मैले कन्ट्र्याक्टरलाई पनि बोलाएर भन्यौ जुन पहिलाको सुरुवातको प्रोजेक्ट थियो त्यो चाहिँ नगर, किनभने त्यो केही लाभ हुँदैन। तर हामीले कुनै पनि एउटा इन्स्टिट्युट बनायो भने सबैलाई लाभ हुन्छ भनेर भनेको छौँ। त्यो प्रोजेक्ट पनि हामी थाल्छौँ र आज तपाईहरु सबैजनाको निम्तो पाएर यस स्कुलमा आउने मौका है पायो, तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि अब बुढीखोप पनि हुँदैछ, समय पायो भने आउला। तर एउटै निर्वाचन क्षेत्रमा घरिघरि आउँदा फेरि अप्ठ्यारो होला, फेरि अरू निर्वाचन क्षेत्र पनि रिसाउँछ। र महात्मा गान्धी युनिभर्सिटीको शिलान्यास कार्यक्रममा त म आउँछु, आएर म तपाईको यहाँको जनताहरूलाई पब्लिकहरूलाई भेट्छु 3 दिनको निम्ति। तर एकदमै जसले भेट्नुपर्ने त उहाँले भेट्नुहोस् न, होइन मुख्यमन्त्री आएछ भनेर चाहिँ सबैले भेट्यो भने त कसले भेट्न सक्छ र? जसको काम भएको छ उसलाई सबैको भएको छ, उसले किन भन्ने? अनि एउटा कुरा हाम्रो जो चाहिँ टाइम हुन्छ नि, टाइम हाम्रो कसै जस्तै मैले पाएँ, मैले धेरै कुरा राखेँ होला, सरी अब फुटबल पनि सुरु हुँदैछ तर अलिकति दिन पनि लमेकोले गर्दा केही नहोला। तर हाम्रो समय कहाँ बर्बाद हुँदैछ भने हामी स्कुलको निम्ति आयो, तपाईहरुको यहाँ 11 बजे सुरु हुनुपर्ने, तर अब यो रिसिप्सनमा जुन टाइम खाँदैछौँ नि हामीले, यो रिसिप्सनमा लामो है हामीले एकदमै बेसी टाइम खाँदैछौँ। त्यसो भने हाम्रो मूल कामहरू चाहिँ हामी छोडी पठाउँछौँ। त्यसले गर्दा अब चाहिँ तपाईहरु स्टेजमा बस्नुहोस्, तपाईहरु चौकीमा बस्नुहोस् न। तपाईहरुले बनाएको मान्छेलाई तपाईको रुगेर किन बस्ने? तपाईले बनाएको नि मलाई, तपाईहरुको म त चिफ सर्भेन्ट हो, तपाईहरुको म मुख्य नौकर हो भनेपछि म पो तपाईहरुप्रति आभार व्यक्त गर्नुपर्छ। तपाईहरु चौकीमा बस्ने नउठ्यो, म पो उठेर तपाईलाई अभिवादन गर्नु पर्यो। अब यो अभिवादनको प्रोग्राम गर्यो भने हाम्रो सबै कुराहरू भ्याउँछ, हो कि अनि जो चाहिँ अर्गनाइजिङ कमिटी छ त्यसले रिसिभ गर्ने हो। अनि एकदम बसेर हामीले गर्यो भने तपाईहरुको इज्जत बन्ने। हेर्नुहोस् त बुढा पाकाहरू बिमारीहरू है लाइन लागेर बस्छ, त्यति बेला मलाई बडा दुःख लाग्छ। अनि तपाईलाई भेट्नको लागि त म आइहाल्छु नि 3 दिनको लागि, म त मान्छे भेट्ने हो, जनता भेट्ने हो। अनि दरमदिन कन्स्टिट्युन्सीको जति पनि कार्यकर्तालाई म अनि पञ्चायतलाई म भेट्छु। तर तपाईले यो नसम्झिनु होला कि मुख्यमन्त्रीले पुरा टाइम दिन्छ, कसैले त आएर एकैजनाले 1 घण्टा जस्तो खाइदिन्छ, त्यो हुँदैन।
एकजनालाई 1 मिनट 2 मिनट समय दिने हो, टट 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 गऱ्यो भने सबैको। अनि तपाईँहरू त रेडी भएर आउनु पर्यो नि। म मुख्यमन्त्रीले भेट्नु जान्छु, रेडी पेपरहरू सब रेडी भएर डकुमेन्ट सब रेडी गरेर ठ्याक्काइदियो, ठ्याक्कै काम। तर लम्बा चौडा कुरा गऱ्यो भने एक दिनमा म 20 जना पनि भेट्नु सक्दिनँ। यो चाहिँ तपाईँले टाइमको ख्याल गर्नुहोस् न, समयको ख्याल गरिदिनु होला। र म तपाईँलाई अघिबाट नै भेट्छु। माननीय जिल्ला है अब तपाईँको विधानसभा अध्यक्षले पनि भनिरहनु भएको छ। र आज जतिजना पनि यो स्कुलमा पढ्नुहुने विद्यार्थीहरू हुनुहुन्छ, जो आज विभिन्न है पदमा आसीन हुनुहुन्छ, सायद अरू आर्मीतिर पनि होलान्, उहाँलाई पनि आज धेरै धेरै बधाई दिन चाहन्छु। शिक्षक शिक्षकलाई बधाई दिन चाहन्छु। अनि जति पनि जमिनदारहरूलाई आज धेरै धेरै है तपाईँको नमन गर्दै तपाईँहरूलाई म धन्यवाद दिँदै आफ्नो कुराहरूलाई यहीँ राख्ने म तपाईँहरूको सबैकोबाट अनुमति चाहन्छु। धन्यवाद। जय हिन्द, जय सिक्किम। Thank you for watching Sikkimese News. Please do like and subscribe for more latest updates.